नमस्ते सबैजनालाई। आज म यो मौसममा भएको यो के अरे अचानक परिवर्तन सिजनल फ्लूमा छु, त्यही भएर स्वरले अलिकति साथ दिइरहेको छैन। र पनि विशेष गरी हाम्रो यो ग्लोबल मनी विक त छँदैछ। हाम्रो लागि चाहिँ सधैँ नै एउटा एजुकेसनल सिरिज, विशेष गरी क्लस स्टक मार्केट ब्रोकर 74 नम्बर र इक्विटी ट्रेडिङ मिलेर हामीले यहाँहरूलाई चाहिँ हप्ताको एक दिन, विशेष त हप्ताभरि बजार कस्तो रह्यो, बजारमा कुनै त्यस्तो मेजर चेन्जेसको सम्भावना छ या छैन, बजारको स्ट्रक्चरले के बताइरहेको छ भन्ने कुराहरूलाई जस्ताको तस्तै यहाँहरूसँग चाहिँ हामी प्रस्तुत गर्ने जमर्को गर्दैछौँ। र यसै सन्दर्भमा यो हप्ता जुन संसारभरि नै ग्लोबल मनी विक चलेको छ र नेपालमा पनि विविध कार्यक्रमहरू गरेर मनाइँदैछ, र यसैको सन्दर्भमा हामीले यहाँहरूलाई चाहिँ फर्स्ट प्रिन्सिपलको विषयमा आजको हप्ता समेट्ने प्रयास गरेका छौँ। ब्याक टु बेसिक भन्छ है त, जस्तो यो संसारले जति नै प्रगति गरे पनि होइन, विज्ञानले जति नै चमत्कार गरे पनि, एआई आए तापनि मान्छेले खाना खानै पर्दछ। बिहान हुँदा पूर्वमा सूर्योदय हुन्छ, साँझ पर्दा सूर्यास्त हुन्छ, मौसमहरू परिवर्तन हुन्छन् होइन, मान्छे जन्मदा अहिलेकै स्थितिमा जन्मन्छ। र यी सबै कुराहरू के हो त भन्दा फर्स्ट प्रिन्सिपलको रूपमा लिन सक्छौँ हामी चाहिँ। कुनै पनि प्रणालीको मौलिक तत्त्व कालजयी भन्छ नि, जस्तो सुकै समय परिस्थिति परिवर्तन हुन्छ, समय परिवर्तन हुन्छ, तर केही चिज यस्ताहरू छन् जो चाहिँ परिवर्तित हुँदैनन्, जो जस्ताका तस्तै रहन्छन्। र विशेष त बजारमा पनि केही त्यस्ता चिजहरू छन्, बजार एकदमै कम्प्लेक्स छ, बजारमा थुप्रो ट्रेडिङ स्ट्राटेजीहरू छ, मल्टिपल चार्टिङ सिस्टमहरू छ, थुप्रो इन्डिकेटरहरू छ, तर ती सबै कुराहरू बजारका केही सैद्धान्तिक आधारभूत तत्त्वहरूमा अर्थात् आधारभूत अवधारणाहरूमा आधारित छन्, जसलाई हामी फर्स्ट प्रिन्सिपल भन्छौँ। र फर्स्ट प्रिन्सिपल भनेको कुनै पनि कम्प्लेक्स चिजलाई तोड्दै जाँदा सबभन्दा सानो अंशमा प्राप्त हुने तथ्य, वस्तु वा कोष आदिलाई बुझ्न सक्छौँ है त। यो चाहिँ योभन्दा तल, जुनभन्दा चाहिँ कुनै पनि चिजलाई ब्रेकडाउन गर्न सकिँदैन है त। कुनै पनि कम्प्लेक्स चिज, सिस्टम, चिज जसलाई ब्रेकडाउन गर्दा 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 अन्तिममा पाइने जुन फाउन्डेसनल एउटा के भन्छ अवधारणा भनौँ कि अब त्यसलाई तत्त्व भनौँ कि मौलिक तत्त्व भन्छ होइन, मौलिक तत्त्व भयो तपाईँको चाहिँ। र विशेष गरेर बजार विश्लेषणका मौलिक तत्त्वहरूको शीर्षक त्यहाँ यहाँहरू देखिसक्नु भएको छ। आज यसको हामी डिटेल गर्नेछौँ, र पहिला अलिकति यो फर्स्ट प्रिन्सिपल सम्बन्धी नै हामी अलिकति चर्चा गर्नेछौँ आउने स्लाइडहरूमा। विशेष त मार्केटमा जतिसुकै नयाँ अवधारणाहरू आउन्, जतिसुकै नयाँ थ्योरीहरू आउन्, जतिसुकै तपाईँको चाहिँ ट्रेडिङ स्ट्राटेजीहरू डेभलप हुन्, जतिसुकै चार्टिङ एडभान्स हो, तर हरेक कुराको बेस चाहिँ बजारको माग र आपूर्ति, डर र लोभ, सञ्चय र वितरण, उतार र चढाव भन्दा बाहिर जान सक्दैन। हरेक चिज चारवटा तपाईँको चाहिँ फाउन्डेसनल तत्त्वहरूमा आधारित छ, विशेष त बजार अर्थतन्त्रका आधारभूत सिद्धान्तहरू भन्छ यसलाई चाहिँ। र हामीले यो आधारभूत तत्त्वलाई नबुझ्दासम्म बजारको ओभरअल जुन त्यसलाई सही तरिकाले बुझ्न सक्दैन, र बजारमा हुने अलपसरहरू, हुने स्पाइकहरू, बजारमा देखिने तपाईँको चाहिँ क्राउड बिहेभियरहरू, यी सबै कुराहरू सेकेन्डरी हुन जान्छ है त। प्राइमेरीली तपाईँहरूले के हो त भन्दा मार्केटको फर्स्ट प्रिन्सिपलहरू के हो भन्ने विषय बुझ्नुपर्छ। त्यो सम्बन्धी पहिला फर्स्ट प्रिन्सिपल भनेको के हो त्यतातिर नै बुझ्नतिर जाऊँ है त। यो नेपालीमा एउटा शब्द चाहिँ कालजयी भन्छ होइन, सदाबहार। अब यसलाई ठ्याक्कै अर्को भाषामा हामी के भन्न सक्छौँ तपाईँको चाहिँ सदाबहार, हरेक समयमा, हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहनेछ। अक्सिजन बिना मान्छे बाँच्न सक्दैन, अक्सिजनको आवश्यकता हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहनेछ। पानी बिना मान्छे बाँच्न सक्दैन, पानीको आवश्यकता हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहनेछ। त्यसरी तपाईँको आधारभूत कालजयी तथा अपरिवर्तनीय सिद्धान्तहरू भन्छ नि, चाहिँ फर्स्ट प्रिन्सिपल भनिन्छ। यिनीहरू तपाईँको चाहिँ माथि फर्स्ट प्रिन्सिपल माथि नै तपाईँको चाहिँ सम्पूर्ण संरचनाहरू, व्यवहारहरू, विश्लेषणात्मक ढाँचाहरू विशेष गरेर बजाइ आधारित हुने गर्छन्। र हामी सक्छौँ तपाईँको चाहिँ कुनै पनि जटिल सिस्टमको जटिलता हटाइदिने हो भने सबैभन्दा मौलिक कारणसम्म पुग्ने विश्लेषण विधि नै फर्स्ट प्रिन्सिपल वा सोचो भनिन्छ है त। अब यसलाई बुझ्नको निम्ति पहिला यसरी जाउँ। तपाईँ हाम्रो शरीरको जुन स्ट्रक्चर छ, सबभन्दा सानो, हाम्रो शरीरको सबभन्दा सानो भाग भनेको चाहिँ कोशिका भयो। कोशिकाबाट बिस्तारै तपाईँको चाहिँ टिस्युहरू बन्ने, अर्ग्यानहरू बन्ने एवं तरिकाले चाहिँ जुन डेभलपमेन्ट हुन्छ। त मानव शरीरको सबभन्दा आधारभूत इकाइ कोशिका हो भने कुनै पनि पदार्थलाई एकदमै सूक्ष्म संरचनामा हामी चाहिँ तोड्दै जान्छौँ भने सबभन्दा सानो जसलाई हामी कण भन्छौँ, क्वाक भनिन्छ है त।
यो चाहिँ पदार्थको आधारभूत कण हो त्यसै गरेर बजारका पनि केही आधारभूत तत्त्वहरू हुन्छन् जुन तत्त्वहरूलाई सही तरिकाले बुझ्न सकेमा अनि बजारमा हामीले युज गर्ने चार्ट प्याटर्नहरू तपाईँ हामीमा देखिने बिहेभियरल प्याटर्नहरू त्यसै गरेर ट्रेडिङ स्ट्राटेजीहरू बजारमा डेभलप भएका सम्पूर्ण ट्रेडिङ तपाईँको चाहिँ प्रिन्सिपलहरू यिनै फर्स्ट प्रिन्सिपलमा आधारित छन् र एउटा कुशल विश्लेषक वा कुशल ट्रेडर वा लगानीकर्ता वा बजारको विद्यार्थीले यो विषयमा बुझ्नै पर्दछ कुन चिजले बजार चाहिँ चलायमान बनाउँछ वास्तवमा बजार चाहिँ के कारणले चल्छ भन्ने कुराहरू त्यसैको विषय हामी चर्चा गर्छौँ त सारांशमा कसरी बुझौँ भने बजारका चाहिँ तपाईँको चाहिँ आधारभूत सिद्धान्तहरू छन् जुन सिद्धान्तहरू जतिसुकै परिवर्तन आओस् प्रविधिमा जतिसुकै एआईकै अहिले एआई ड्राइभन प्रविधि छ हिजोको दिनमा हस्तलिखित प्रविधि थियो हस्तलिखित प्रविधि हुँदै एआईको जमानासम्म आइपुग्दा बजारले थुप्रो संरचनाहरू परिवर्तन गर्यो बजारले हेराहरूमा परिवर्तन भए चार्टिङ सिस्टमहरू परिवर्तन भए बजार विश्लेषणका टुलहरू नयाँ नयाँ बन्दै कम्प्युटरमा आधारित तपाईँको चाहिँ रोबोटहरू डेभलप हुन थालेर आज त एआईले नै तपाईँको चाहिँ सम्पूर्ण यतिसम्म यो क्यापिटल मार्केट एडभान्स भइसकेको छ कि हामीले केही एउटा दुईवटा क्लिक गर्ने बित्तिकै तपाईँ हामीलाई चाहिँ अटोमेटिक मार्केट स्क्यान गरेर बाई गर्ने ठाउँमा बाई गर्नुपर्ने कति पोजिसन साइज लिने कति स्टपलस राख्ने कति टार्गेट राख्ने कसरी ट्रेल गर्ने सम्पूर्ण अटोमेटेड हुने जमानासम्म हामी पुगिसकेका छौँ तर यसका बावजुद पनि चाहे हिजोको त्यो हस्तलिखित के भन्छ एउटा मेनुअल ट्रेडिङ स्टाइल थियो जहाँ चाहिँ बोली लगाएर कारोबारहरूको ट्रेडिङहरू दिन्थ्यो भने आज अटोमेसनको जमानासम्म आइपुग्दा पनि केही यस्ता चिजहरू जो सदा कालजयी छन् जसलाई पनि त्योभन्दा टाढा अर्थात् तिनीहरूलाई छोडेर बजार छुट्टै भएर जान सक्दैन तिनै मौलिक सिद्धान्तहरू छन् मौलिक अवधारणाहरू छन् जसलाई फर्स्ट प्रिन्सिपल भन्ने गरिन्छ र विशेष त बजार सञ्चालनका चारवटा पाटोहरू जसले बजार पुँजी बजारलाई प्रभावित गर्ने गर्छ र हरेक चिज यो चारवटा पाटोमाथि डिपेन्डेन्ट हुन्छ सबभन्दा पहिला आउँछ माग र आपूर्ति दोस्रोमा आउँछ डर र लोभ त्यसै गरेर सञ्चय र वितरण जसलाई हामी एकुमुलेसन डिस्ट्रिब्युट भन्ने गर्छौँ र भोलाटिलिटी त यी यस्ता चारवटा आधारभूत सिद्धान्तहरू हुन् बजारका चाहिँ यिनीहरू माथि नै जति पनि प्रिन्सिपलहरू डेभलप भएको छ जति पनि तपाईँको चाहिँ टुलहरू डेभलप भएको छ जति पनि ट्रेडिङ स्ट्राटेजी डेभलप भएको छ त्यसको फाउन्डेसन भनेको चाहिँ यो चारवटा पार्ट हुने गर्छ यो बियोन्ड है त योभन्दा बाहिर चाहिँ अर्थात् योभन्दा फाउन्डेसनल योभन्दा तल चाहिँ बजार यो पुँजी बजारको विश्लेषण पद्धतिलाई तोड्न सकिँदैन जसरी हाम्रो शरीरको कोशिका भए जस्तै पदार्थको निम्ति कण भए जस्तै यिनीहरू चाहिँ बजारका के भन्दा तपाईँको चाहिँ कणहरू हुन् अथवा कोशिकाहरू हुन् भनेर बुझ्दा हुन्छ हजुरहरूले त बजारमा बन्ने तपाईँको बजारका सिद्धान्त चार्ट संरचना विश्लेषण विधि प्राविधिक सूचकहरू जेसुकै होस् यो इतिहासको हरेक चरणमा मैले अघि पनि चर्चा गरेँ हस्तलिखित युगदेखि लिएर आजको तपाईँको चाहिँ अटोमेटिक डिजिटल एआईको युगसम्म आइपुग्दा पनि बजारमा यो चारवटा सिद्धान्त भन्दा यिनीहरूलाई इग्नोर गरेर अर्थात् यिनीहरूलाई बाइपास गरेर बजार अगाडि जान सक्दैन वा सम्पूर्ण कुराहरू यिनीमाथि आधारित छन् भनेर पनि हामी विश्लेषण गर्न सक्छौँ भन्न सक्छौँ हेर्नुहोस् है त जरो भन्छ नि रोड भन्छ नि होइन तपाईँको चाहिँ बजारको सम्पूर्ण जुन भिजुअल के अरे इन्फर्मेसनहरू छ मार्केटले दिने आजको दिनमा ती सम्पूर्णको रोड भनेको के हो त तपाईँको चाहिँ फर्स्ट प्रिन्सिपल हो फर्स्ट प्रिन्सिपल अन्तर्गत विशेष गरेर तपाईँको चाहिँ बजारको चारवटा पार्टहरू पर्ने गर्छ डिमान्ड र सप्लाई डर र लोभ त्यसै गरी तपाईँको चाहिँ सञ्चय र वितरण त्यसै गरी उतार चढाव अब यिनीहरूलाई अलिकति अझ अलिअलि सानो गर्दै हेर्दै जाऊँ है त सबभन्दा पहिला आउँछ तपाईँको चाहिँ माग र आपूर्ति र मलाई सुरुमा लाग्थ्यो किन तपाईँको चाहिँ बढिरहेको बजार घट्छ फेरि घटे जस्तो हुन्छ फेरि बढ्छ फेरि घट्छ किन बढ्छ आखिर घटबड किन हुन्छ जस्तो लाग्थ्यो सुरुमा क्यापिटल मार्केटमा आउँदा र मेरो प्रवेश चाहिँ संसारकै सबभन्दा खतरनाक है त हाई लिभरेज कमोडिटी मार्केटबाट सुरु भएको थियो जहाँ छिनभरमा हजारौँ रुपियाँ तपाईँको चाहिँ खातामा आउनु पनि बेर लाग्दैन त्यो खाता शून्य हुन पनि बेर लाग्दैन थियो र 24 घण्टामा 23 घण्टा चल्ने हाई लिक्विड मार्केटहरूबाट मैले यो बजार सिक्ने अवसर पाएको थिएँ किन चल्छ भन्ने कुराको उत्तर पाउन नै धेरै समय लागेको थियो हेर्नुहोस् है त र पछि लकीले तपाईँको चाहिँ एउटा युरोपियन कम्पनीसँग एनालिसिस मार्केट एनालिसिस कम्पनीसँग जोडिने मौका पायो र यस्ता कुराहरू सिक्ने अवसर पनि जुट्यो त विशेष त हामी जाउँ तपाईँको चाहिँ सामान्य स्थिति छ हरेक चिज एउटा अर्थतन्त्रको सामान्य सिद्धान्त के हो त भन्दा तपाईँको चाहिँ जहाँ
कुनै पनि चिजको माग आपूर्तिभन्दा बढी हुन्छ भने मूल्य माथितिर जान्छ र त्यसै गरेर कुनै पनि चिजको आपूर्ति मागभन्दा बढी हुन्छ भने मूल्य तल छ। यो चाहिँ आधारभूत सिद्धान्त भयो है त। बजारमा यो सिद्धान्तहरू कहिलेकाहीँ कन्ट्रोभर्सी पनि हुनसक्छ, कन्ट्रेरियन पनि हुनसक्छ, त्यो पछिल्लो कुरा भयो। त सामान्य स्थिति के हो भने बजारलाई चलायमान बनाउने, मूल्यलाई चलायमान बनाउने विषय अर्थात् मूल्यलाई फ्लक्चुएट गर्ने कुराहरूको फर्स्ट प्रिन्सिपल के हो त भन्दा तपाईँको चाहिँ डिमान्ड एन्ड सप्लाई। अब सवाल आउँछ, यो डिमान्ड र सप्लाई तपाईँ हामीले बुझ्नुपर्ने के हो त? सतै रूपमा सामान्य अर्थमा माग र आपूर्ति भयो र यसैलाई तपाईँको चाहिँ के हो त भन्दा असामान्य भाषामा अर्थात् बजारको भाषा आउनुपर्दा म्यानुपुलेसन पनि भन्न सकिन्छ है त। यसलाई अझै सरल गरौँ, बजार चाहिँ माग वा आपूर्तिले गर्दा मूल्यमा उतार चढाव हुन्छ। यो एउटा बजारको फाउन्डेसनल प्रिन्सिपल हो। तर अब जहाँ तर आउँछ नि त्यहाँ कुरो बिग्रन्छ, हेर्नुहोस् है त। आज यो मेरो स्वर यो के अरे सर्दीले गर्दा म त्यति साथ दिइरहेको छैन, आवाजहरू क्लियर आइरहेको छ नि है सर? कलसबाट कोही सुन्दै हुनुहुन्छ मलाई? हजुर सर ल अब हेर्नुहोस् है त, मूल्यलाई उतार चढाव गर्ने विषय माग र आपूर्ति हो, यो सामान्य विषय हो। अब तपाईँ हामीले बुझ्नुपर्ने कुरा कहाँ छ त भन्दा यो माग वा आपूर्ति के हुन सक्छ त भन्दा वास्तविक पनि हुन सक्छ वा कृत्रिम पनि हुन सक्छ, जसलाई हामी चलखेल भन्ने गर्छौँ। हेर्नुहोस् है त, एउटा कुरा हामी के बुझौँ भने मूल्यको उतार चढाव चाहिँ डिमान्ड र सप्लाईमा आधारित हुन्छ, यसमा कुनै पनि दुविधा छैन। तर त्यो डिमान्ड र सप्लाई के हुन सक्छ त रियल पनि हुन सक्छ, आर्टिफिसियल पनि हुन सक्छ। यो मनोज गजुरेलले गजुरियल भन्ने गर्नुहुन्छ है त, अर्थात् त्यो के भन्छ रियल पनि हुन सक्छ, गजुरियल पनि हुन सक्छ। त भन्न खोजेको कम्पनीको वास्तविक वृद्धि छ, अर्थतन्त्रमा सही सुधार छ, पोलिसीहरू स्थिर छन् होइन, यी तपाईँको चाहिँ त्यसो गर्दा अर्थतन्त्रको कारण वा तपाईँको चाहिँ कम्पनीको प्रगतिको कारण वा तपाईँको चाहिँ स्थिरताको कारण वा यी विविध कारणले गर्दा बजारमा माग बढ्न सक्छ, त्यो रियल माग भयो। वा त्यसै गरेर कुनै स्टकको कम्पनीमा चलखेल गरिन्छ वा तपाईँको चाहिँ कर्नरिङ गरिन्छ वा तपाईँको चाहिँ भनौँ नि विविध कारणहरू पर्दा पछाडि भने विविध कारणले कुनै पनि कम्पनीको मूल्य उचालिन्छ भने त्यो के भन्दा तपाईँको चाहिँ आर्टिफिसियल डिमान्ड भयो। वा कहिलेकाहीँ तपाईँको चाहिँ ट्रेडरहरू वा लगानीकर्ताहरूको फ्युचर एक्सपेक्टेसनको कारणले गर्दा पनि डिमान्ड साइड हाबी हुन सक्छ। त यसरी चाहे त्यो वास्तविक रियल ग्रोथबाट वा तपाईँको चाहिँ अर्थतन्त्रको कुनै पनि अङ्गसँग जोडिएको वास्तविक तपाईँको डिमान्ड हुनसक्छ वा अर्को तपाईँको चाहिँ के हो त भन्दा पर्दा पछाडिको चलखेल, म्यानुपुलेसन, कर्नरिङ आदि इत्यादि है त, जे जति छ आदि इत्यादि सम्पूर्ण अर्थात् स्मार्ट मनीको चाल आदि इत्यादिले पनि के हुनसक्छ बजारमा चाहिँ डिमान्ड साइड हाबी हुन सक्छ। त सामान्य अर्थमा वास्तविक होस् वा कृत्रिम होस्, बजारमा माग बढ्दा अर्थात् खरिद दबाव बढ्दा मूल्य बढ्छ र त्यसै गरेर कहिलेकाहीँ वास्तविक हुन सक्छ, कम्पनीको तपाईँको चाहिँ कि फाइनेन्सियल के अरे अनुपातहरू हेर्दा, वित्तीय अनुपातहरू हेर्दा वा कम्पनीको चाहिँ पछिल्लो बिजनेस साइजहरू हेर्दा विविध कारणले गर्दा अब कम्पनी चाहिँ के हो त भन्दा ग्रोथतिर होइन बरु सङ्कुचनतिर जाँदैछ वा अर्थतन्त्रमा आउने दिनहरूमा तपाईँको चाहिँ अर्थतन्त्र खराबीतिर जाँदैछ वा देशमा अस्थिरता आउँदैछ, पोलिसीमा तपाईँको चाहिँ कन्फ्युजन देखिँदैछ, टाइटन देखिँदैछ आदि इत्यादि विविध कारणले गर्दा तपाईँको के हुनसक्छ बजारमा सप्लाई बढ्न सक्छ। यो भयो वास्तविक सप्लाई। वा जानाजानी तपाईँको चाहिँ जानाजानी स्पेकुलेसन पर्पोजबाट होइन, सट्टेबाजी भन्छ नि हिन्दीमा चाहिँ, सट्टेबाजी पर्पोजबाट तपाईँको चाहिँ हेभी सप्लाई साइड दिएर अर्थात् तपाईँको चाहिँ कहिलेकाहीँ सस्तोमा सेयर खस्नको निम्ति पनि तपाईँको चाहिँ सप्लाई साइड हेभी गराएर मूल्य झारिन्छ भने त्यो के भयो त भन्दा कृत्रिम भयो। त सारांशमा के बुझौँ भने तपाईँको चाहिँ चाहे वास्तविक होस् चाहे के हो त कृत्रिम होस्, माग आपूर्तिभन्दा धेरै हुँदा मूल्य स्पष्ट रूपमा बढ्ने प्रवृत्ति देखाउँछ र आपूर्ति मागभन्दा स्पष्ट रूपमा बढी छ भने बजारमा घट्ने प्रवृत्ति देखिन्छ र जब माग र आपूर्ति बीच सन्तुलन हुन्छ, एकले अर्कालाई तपाईँको चाहिँ महत्त्वपूर्ण तरिकाले जित्न सक्दैन, त्यतिखेर बजार साइडवेज जान्छ। यो पहिलो फर्स्ट प्रिन्सिपलको एउटा फाउन्डेसन के हो त भन्दा बजार तीनवटा अवस्थाबाट जान्छ। मूल्य कतिखेर मूल्यले बढ्ने प्रवृत्ति देखाउँछ, कुनै बेला मूल्यले घट्ने प्रवृत्तिहरू देखाउँछ र कुनै बेला मूल्य दिशाहीन प्रवृत्तिमा चल्छ। यसको पछाडिको पर्दा पछाडिको कारण एउटै हुने गर्छ, डिमान्ड एन्ड सप्लाई। त्यो डिमान्ड एन्ड सप्लाई रियल पनि हुन सक्छ, आर्टिफिसियल पनि हुन सक्छ, वास्तविक पनि हुन सक्छ, तपाईँको चाहिँ कृत्रिम पनि हुन सक्छ। यदि बजारमा स्पष्ट रूपमा माग साइड हाबी भएको छ, फ्युचरप्रतिको लगानीकर्ताहरूको एक्सपेक्टेसन पनि त्यसमा जोडेर आउँछ, आउने दिनहरूमा अर्थतन्त्रमा हुँदै गरेका सुधारका कुराहरू हुन सक्छन्,
तपाईँको चाहिँ त्यसै गरेर कम्पनी एउटा इन्डिभिजुअल कम्पनीको कुरा गर्न पर्दा उसको आउने दिनको तपाईँको चाहिँ बिजनेस ग्रोथको कुराहरूदेखि लिएर एक्सपान्सनका कुराहरू हुन सक्छन् आदि इत्यादि है त। एउटा वास्तविक ब्यागबाट पनि मूल्य बढ्न सक्छ वा तपाईँ हामीले सारांश भने चलखेल म्यानुपुलेसन है त स्पेकुलेसन आदि इत्यादि उद्देश्यबाट पनि तपाईँको के हो त भन्दा के अरे कृत्रिम माग सिर्जना गरेर मूल्य बढ्न सक्छ। स्पष्ट रूपमा जतिखेर बजारमा माग चाहिँ आपूर्तिभन्दा स्पष्ट रूपमा बलियो हुन्छ त्यतिखेर बजार चाहिँ हायर हाई र हायर लोको सिरिजमा चल्न सुरु गर्छ। चार्ल्स डाओले स्पष्ट रूपमा भनिदिनु भएको छ बजारमा तीनवटा प्रवृत्ति हुन्छन्, एकचोटिमा एउटा मात्र प्रवृत्ति हुन्छ है त। फेरि अब कुन टाइम फ्रेममा हेरेका छौँ त्यो अनुसार फरक पर्ला है त। तर एउटा टाइम फ्रेममा एकचोटिमा एउटा मात्रै के हो त प्रवृत्ति चल्न सक्छ र बजारमा स्पष्ट रूपमा माग आपूर्तिभन्दा बढी छ भने मूल्यमा देखिने सरल के अरे तपाईँको चाहिँ सिम्टम्स के हो त भन्दा मूल्यले बढ्ने प्रक्रिया देखाउँछ। र यसले बढ्दो मूल्यको प्रवृत्ति कसरी देखाउँछ त भन्दा मूल्यले पछिल्लो समय बनाउने हाई र लोहरूलाई हामीले सरल तरिकाले हेर्न सक्यौँ भने हाईहरू अघिल्लो हाईभन्दा पछिल्लो हाई नयाँ नयाँ बन्दै जाने र लोहरू पनि पुरानो लोभन्दा माथि लोहरू बन्दै जाने स्थिति बन्छ। त्यसै गरेर विविध कारणले वास्तविक कारणले होस् वा कृत्रिम कारणले होस् वा तपाईँको चाहिँ चलखेल होस् आदि इत्यादि वा फ्युचर एक्सपेक्टेसन होस् विविध कारणले गर्दा बजारमा आपूर्ति साइड सप्लाई साइड हेभी छ भने मूल्यमा स्पष्ट तल झर्ने प्रवृत्ति देखिन्छ। त्यो तल झर्दै गर्दा मूल्यले लोवर हाई र लोवर लोहरूको सिरिज बनाउँछ। लोहरू पनि पछि नयाँ लोहरू अझै तल्लो स्तरमा बनाउँदै जान्छ भने हाईहरू पुरानो हाईलाई ब्रेकआउट नगरिकन तल तल बस्ने प्रवृत्ति देखाउँछ। र केही कारणले गर्दा बजारमा स्पष्टता छैन, अस्थिर छ बजार, अब के हुने यस्तो दोधारको स्थितिमा छ। र विविध कारणले गर्दा केही समय बजार रेस्ट खोजिरहेको छ आदि इत्यादि विविध कारणले गर्दा जतिखेर माग र आपूर्ति बीच सन्तुलनको स्थिति हुन्छ बजार चाहिँ सामान्यतया कन्सोलिडेसन फेजमा जान्छ। अर्थात् बजारले स्पष्ट हायर हाई र हायर लो पनि बनाउन सक्दैन, लोवर लो र लोवर हाईहरू पनि बनाउन सक्दैन। बजार चाहिँ मिश्रित हाई र लोहरू बनाउँछ, अर्थात् जसलाई हामी दिशाहीन प्रवृत्ति भन्ने गर्छौँ। त बजारमा कुन प्रवृत्ति डेभलप हुने, मूल्यले बढ्ने स्पिड धेरै बनाउने कि घट्ने स्पिड धेरै बनाउने, बढ्दो क्रममा छिटो छिटो माथि जाने कि घट्दो क्रममा छिटो छिटो तल खस्ने, ती सम्पूर्ण कुराहरूको आधार भनेको के रहेछ त नि भन्दा त्यसपछि तपाईँको चाहिँ डिमान्ड र सप्लाई। र डिमान्ड र सप्लाई अघि पनि भन्यो हामीले यिनीहरू वास्तविक पनि हुन सक्छ कृत्रिम पनि हुन सक्छन्। त बजारमा विशेष गरेर तपाईँको चाहिँ रियल भन्दा पनि आर्टिफिसियल डिमान्ड र सप्लाई साइड बढी हाबी देखिन्छ, जहाँ चाहिँ कारोबारीहरू भन्छ नि है त तपाईँको चाहिँ यो के अरे सट्टेबाजहरू भन्छ होइन, जो हामी सेकेन्डरी मार्केटमा प्राइस फ्लक्चुएसनबाट प्रफिट बनाउने उद्देश्यले जति पनि आउँछौँ हामी सबै त्योभित्र पर्छौँ र ट्रेडरहरूको तपाईँको चाहिँ कारणले गर्दा यस्तो स्थिति बजारमा पैदा हुन्छ। त संक्षेपमा बजारमा चाहे बुलिस देखियोस् चाहे बेरिस साल देखियोस् यसको पछाडिको एउटा मात्र आधारभूत तत्त्व के हो त भन्दा माग र आपूर्ति बीचको असन्तुलनले गर्दा चार्टमा कि त बुलिस प्याटर्न देखिन्छ कि त बेरिस प्याटर्न देखिन्छ। र जतिखेर माग र आपूर्ति लगभग ब्यालेन्स फर्ममा हुन्छन् बजार चाहिँ दिशाहीन हुने गर्छ, अलिकति बढे जस्तो गर्छ फेरि घट्ने प्रवृत्ति देखाउँछ र अलिकति घटे जस्तो गर्छ फेरि बढ्ने प्रवृत्तिहरू देखाउँछ। त्यसै गरी तपाईँ हामीले चार्टमा देख्ने जुन दृश्यात्मक भिजुअल इन्फर्मेसनहरू छ अर्थात् भिजुअल दृश्यहरू छ तिनीहरू चाहे ब्रेकआउटहरू हुन् वा सपोर्ट रेजिस्टेन्सहरू हुन् वा भोल्युम स्पाइकहरू हुन् वा चार्ट प्याटर्नहरू हुन्, ती सम्पूर्ण के हो त भन्दा माग आपूर्ति सङ्घर्षका सङ्केतहरू हुन् है त। त्यसै गरेर विशेषतः अझ भोल्युम इन्डिकेटरहरूले माग र आपूर्ति सन्तुलनको परिवर्तनलाई स्पष्ट रूपमा पहिचान गर्न मद्दत पुर्याउँछ। यतिखेर बजारमा माग पक्ष बलियो हाबी छ कि आपूर्ति पक्ष हाबी छ, सप्लाई हेभी छ वा बजारमा डिमान्ड साइड हेभी छ भन्ने कुरालाई अझ नजिकबाट हेर्न पर्यो भने विशेष गरेर भोल्युम इन्डिकेटरहरूले स्पष्ट रूपमा सङ्केत दिने गर्छ। त्यसरी मार्केटको पहिलो फर्स्ट प्रिन्सिपल अन्तर्गतको पहिलो कम्पोनेन्ट डिमान्ड एन्ड सप्लाई, जसको प्रत्यक्ष सम्बन्ध मूल्यको उतार चढावमा हुने गर्छ र मूल्यको संरचनामा हुने गर्छ। मूल्य कुनै बेला बुलिस प्रवृत्ति बढ्दो चालमा अगाडि बढ्न सक्छ, कुनै बेला मूल्य घट्दो प्रवृत्ति बेरिस चालमा अगाडि बढ्न सक्छ र कुनै बेला मूल्य दिशाहीन प्रवृत्ति साइडवेज चालमा अगाडि बढ्न सक्छ। जतिखेर वास्तविक होस् वा कृत्रिम होस् माग आपूर्तिभन्दा धेरै छ ओभरकम गर्छ त्यतिखेर बजारमा बढ्दो चाल देखिन्छ वा बुलिस चाल देखिन्छ। जतिखेर बजारमा
आपूर्ति साइड सप्लाई साइड चाहे त्यो वास्तविक कारणले होस् वा तपाईँको चाहिँ कृत्रिम कारणले होस् मागभन्दा आपूर्ति स्पष्ट रूपमा बढी छ वा सप्लाईले डिमान्डलाई ओभरकम गरेको स्थितिमा बजारमा चाहिँ स्पष्ट रूपमा घट्दो प्रवृत्ति देखिन्छ र त्यसै गरेर जतिखेर माग र आपूर्ति सन्तुलित हुन्छन् डिमान्ड र सप्लाई ब्यालेन्स कन्डिसनमा हुन्छ त्यतिखेर बजार चाहिँ कन्सोलिडेसनको स्थितिमा अगाडि जान्छ स्पष्ट रूपमा बुलिस दिशा पनि निरन्तरता दिन सक्दैन र बेयरिस दिशामा पनि निरन्तरता दिन सक्दैन र विशेष गरेर मूल्यले बनाउने ब्रेकआउटहरू सपोर्टहरू रेजिस्टेन्सहरू वा भोल्युम स्पाइकहरू माग र आपूर्तिको सङ्घर्षको रूपमा हामी बुझ्न सक्छौँ वा सङ्केतको रूपमा लिन सक्छौँ र यहाँ पनि अघि पनि हामीले चर्चा गऱ्यौँ त सवाल के हो त भन्दा तपाईँको चाहिँ त्यो डिमान्ड रियल पनि हुनसक्छ वा आर्टिफिसियल पनि हुनसक्छ अर्थात् वास्तविक डिमान्ड वा सप्लाईबाट पनि बजार फ्लक्चुएट भएको हुनसक्छ वा कृत्रिम सप्लाई वा कृत्रिम डिमान्डबाट पनि त्यसो भएको हुनसक्छ त बजारमा त म्यानिपुलेसन त हरेक चरणलाई विशेष गरेर अझ जतिखेर हामी एकोमोडेसन फेजमा हुन्छौँ अघिल्लो हप्ता हामीले चर्चा गरेका थियौँ होइन मार्केट साइकल जतिखेर हामी बजारको बटम एरियामा हुन्छौँ सेन्टिमेन्ट एकदमै पेसिमिजममा बजार गएको हुन्छ आम लगानीकर्ताहरू डराएको स्थिति हुन्छ स्मार्ट मनीले जानाजानी मूल्यहरूलाई सपोर्ट लाइन ब्रेकआउट गर्न लाएर तलबाट ओपन गराएर रिटेल ट्रेडरहरूको हातबाट सेयर खस्ने रणनीतिहरू पनि लिन्छ त्यो सबै कुरा बजारमा जायज हुन्छ फेरि हेर्नुहोस् है त सबै थाहा हुन्छ त त्यहाँ हामी भावना कन्ट्रोल गर्न सक्दैनौँ र त्यसको हामी शिकार हुन्छ त यसलाई समराइज गरौँ कि डिमान्ड मूल्यमा बन्ने प्याटर्न अर्थात् मूल्यमा आउने जुन उतार चढावको स्थिति छ प्राइसले जुन फ्लक्चुएट गर्छ त्यो फ्लक्चुएसनको आधार भनेको चाहिँ डिमान्ड र सप्लाईबाट आउने रहेछ र त्यो डिमान्ड र सप्लाई वास्तविक पनि हुनसक्छ कृत्रिम पनि हुनसक्छ भन्ने कुरा हामीले यो पार्टबाट हेऱ्यौँ र यसरी बजारको पहिलो आधारभूत फर्स्ट प्रिन्सिपल अन्तर्गत पहिलो कम्पोनेन्ट डिमान्ड र सप्लाई साइड हामीले हेऱ्यौँ सर र दोस्रो भागमा जाउँ डर र लोभ फेयर एन्ड ग्रेडको कुरा आउँछ हेर्नुहोस् है त अब बजार खालि माग र आपूर्तिको एउटा यान्त्रिक संरचना मात्र हुँदैन कुनै बेला तपाईँको चाहिँ विशेष त मानवीय व्यवहारको प्रभाव पनि बजारमा रहने गर्छ र यही मानवीय व्यवहारको प्रभावले गर्दा तपाईँको चाहिँ बजारलाई हामी के रूपमा विश्लेषण गर्न सक्छौँ त भन्दा तपाईँको चाहिँ बजार एउटा कङ्क्रिट डिमान्ड एन्ड सप्लाई तपाईँको चाहिँ ड्राइभन स्ट्रक्चर मात्र होइन यो त्योभन्दा अझ बढी अपेक्षा भावना र प्रतिक्रियाको एउटा समष्टिगत रूप हो भन्न सक्छौँ है त कहिलेकाहीँ र अधिकांश समयमा लगानीकर्ता र ट्रेडरहरूको तपाईँको चाहिँ डर र लोभले गर्दा बजार चाहिँ कहिले प्यानिक स्थिति पैदा हुने र कहिले तपाईँको चाहिँ युरोपिक स्थिति पैदा हुने गर्छ कहिले बजारमा चाहिँ भोलि हुँदैन कि भन्ने किसिमको उत्साहप्रद खरिद देख्न पाइन्छ भने कुनै बेला बजार चाहिँ सारा दुनियाँ सिद्धे जसरी तपाईँको के हो त भन्दा बिक्रीको लहर चल्न सक्छ र विशेष त डर पक्ष जब हाबी हुन्छ डर पक्ष हाबी हुँदा तपाईँको चाहिँ यसले प्रकारान्तर भन्छ है त प्रकारान्तरले सप्लाई बढाउँछ जब बजारमा डर हाबी हुन्छ डरले बढाउने भनेको डरले सपोर्ट गर्ने भनेको पार्ट फेयरले सपोर्ट गर्ने पार्ट भनेको सप्लाई हुन्छ हेर्नुहोस् है त यसले आकस्मिक बिना योजनाका बिक्रीहरू लिएर आउँछ तपाईँको चाहिँ उद्देश्य भनेको म मेरो क्यापिटल प्रोटेक्ट गर्छु मेरो चाहिँ पुरै पुँजीलाई जिरो हुन दिँदैन भन्ने मनसायबाट वा तपाईँको जोखिमबाट जोगिन्छु भन्ने उद्देश्यले तपाईँको के हो त भन्दा आकस्मिक बिक्रीतिर पुग्ने स्थिति हुन्छ जतिखेर अनिश्चितता बढ्छ जब बजारमा वा तपाईँको चाहिँ ट्रेडर लगानीकर्ताले मार्केट सेनारियोलाई इकोनोमिक सेनारियोलाई पोलिटिकल सेनारियो आदि इत्यादिलाई वा मूल्य आफैले भन्दै गरेको सङ्केतहरूलाई स्पष्ट रूपमा बुझ्न सक्दैन उसले अनिश्चितता देख्छ त्यतिखेर उसमा डर हाबी हुन्छ फियर फ्याक्टर हाबी हुन्छ र त्यो फियर फ्याक्टरले सप्लाईलाई के गरिदिन्छ त फ्युलिङ गरिदिन्छ हेर्नुहोस् है त र सप्लाई फ्युलिङ गर्नुको मतलब उसले के हो त भन्दा आकस्मिक बिना योजनाका बिक्रीहरू लिएर आउँछ सोच्दै नसोचेको ठाउँमा जतिखेर तपाईँको चाहिँ बेच्न पर्ने हो त्यो ठाउँमा बरु नबेची पठाउँछ र जहाँ नबेच्न पर्ने हो अधिकांश समय त्यहाँ बेची पठाउँछ भने अर्कोतिर फेरि बजारमा लोभ पक्ष हाबी हुन्छ र लोभले डिमान्डलाई हेभी बनाइदिन्छ हेर्नुहोस् है त यो दुइटाको फेरि सप्लाई र डिमान्डसँग पनि त्यत्तिकै ठुलो सम्बन्ध छ ध्यान दिनु होला हजुरहरूले बजारमा फियर फ्याक्टर हाबी हुँदा त्यो विविध कारणले हुनसक्छ उसको व्यक्तिगत कारणले तपाईँको राजनीतिक कारणले आर्थिक भनौँ न पोलिसी लेभलको कारणले गर्दा वा विविध कारणले जब ट्रेडर लगानीकर्ताहरूमा फियर फ्याक्टर हाबी हुन्छ त्यसले सेल्सलाई के गर्छ त बुस्टिङ गर्छ अर्थात् त्यसले सप्लाई बढाउने काम गर्छ बजारमा र विशेष त तपाईँको चाहिँ यो स्थिति कतिखेर पैदा हुन्छ त भन्दा ट्रेडर वा लगानीकर्ताहरूले मेरो पुँजीलाई म पूर्ण रूपमा जिरो हुन दिँदिनँ
जे जति हुन्छ म मेरो पुँजीको संरक्षण गर्छु, वा जुन अनसर्टेनिटी मार्केटमा देखा पर्छ ऊ स्पष्ट हुन सक्दैन वा मूल्यलाई बुझ्न सक्दैन, मूल्यले भनेको कुरालाई सही आकलन गर्न सक्दैन। जस्तो यसको एउटा राम्रो इक्जाम्पल दिन सकिन्छ कि रिसेन्टली चुनावको रिजल्ट आयो, अहिले पछिल्लो समय हामी नेक्स्ट आउटलुकमा पनि त्यो पार्ट हेरौँला, हामीसँग ती चार्टहरू अहिले पनि छ। रिसेन्टली हामीले एउटा ठुलो क्रान्तिकारी चुनाव र त्यसको रिजल्टको हामी के भन्छ भागीदार भइसकेका छौँ। चुनाव अहिले भयो र रिजल्ट अहिले आयो, हेर्नुहोस् है त। र चुनावभन्दा जस्ट बिफोर, चुनावको केही समय अगाडि र विगत केही महिनादेखि यताको बजार प्याटर्न हेर्ने हो भने हजुरहरूले क्लियरली देख्न सक्नुहुन्छ, बजारले स्पष्ट रूपमा अक्टोबरमा ह्यामर क्यान्डल फर्म गरेको थियो, डिसेम्बरमा इनसाइड बार बनाएको थियो। अक्टोबर पछि प्रत्येक महिनाको लोहरू हेर्नुहुन्छ भने बजारको चाहिँ अक्टोबर पछि नोभेम्बरको लो माथि छ क्यान्डल, मन्थली क्यान्डलमा नोभेम्बरदेखि डिसेम्बरको लो माथि छ, डिसेम्बरदेखि जनवरीको लो माथि छ, जनवरीदेखि फेब्रुअरीको लो माथि छ। चुनाव भएको थियो मार्चमा, इभन मार्चको तपाईँको चुनाव भएर चुनावको परिणाम आउनुभन्दा पहिला जतिखेर बजार खसिरहेको थियो र बजारमा एउटा भनौँ न तपाईँको चाहिँ यो अन्दाज आफ्ना आफ्ना बजारमा चलेको थियो, विभिन्न किसिमका भ्रमहरू बजारमा आउने गर्छन् जाने गर्छन्, त्यो ठुलो विषय भएन। त्यो चुनाव हुनभन्दा अगाडि नै बजारले डाउन साइडमा रिग्रेसन ट्रेन्ड लाइनमा मर्निङ स्टार प्याटर्न बनाएको थियो र तपाईँको चाहिँ पछिल्लो 2 दिनमा सेल साइड चाहिँ रिजेक्टेड भएको थियो। त स्पष्ट रूपमा चार्टले के बताइरहेको थियो त भन्दा मैले बुलिस रिभर्सलको सङ्केत दिइरहेको छु है भन्ने कुरा बताइरहेको थियो। टेक्निकली ती सबै कुराहरू के हुन् त भन्दा तपाईँको चाहिँ बुलिस रिभर्सलका सङ्केतहरू हुन्। त मैले जोड्न खोजेको पार्ट के भने हामी चाहिँ इभन चुनावको रिजल्ट कस्तो आउँछ भने अनिश्चितताको डरले गर्दा पनि कतिजनाले बेच्यौँ होला आदि इत्यादि। त यसलाई अब हामी समराइज गर्न पर्दा लगानीकर्ताहरूमा देखिने जुन यो भावनात्मक तपाईँको चाहिँ तत्त्वहरू छ, विशेष त तपाईँको चाहिँ डर र लोभले हामीलाई चाहिँ गलत ट्रेडहरू गर्न उक्साउँछ, अधिक खरिद ओभर ट्रेडिङ गर्न उक्साउँछ। यसले चाहिँ विशेष त हामी चाहिँ यो प्रत्येक अपर्च्युनिटीलाई के हो त क्यास गर्छु भन्ने किसिमको प्रवृत्ति डेभलपमेन्ट गराउँछ भने तपाईँको चाहिँ मूल्यलाई आवश्यकताभन्दा बढी अर्थात् ओभर भ्यालुड बन्न अर्थात् ओभर प्राइसिङ गर्न के गर्छ, यसले फ्युलिङ गर्छ। त जब बजारमा उत्साह बढ्छ, लोभ बढ्छ र जब बजारमा अनिश्चितता बढ्छ, डर बढ्छ र डरले सप्लाई साइड हेभी गराइदिन्छ र लोभले डिमान्ड साइड हेभी गराइदिन्छ। त यसरी हामी के भन्न सक्छौँ भने तपाईँको चाहिँ जुन मूल्यमा देखिने बुलिस वा बेरिस प्याटर्नहरू हुन् तिनीहरू सप्लाई र डिमान्डबाट आएका तपाईँको चाहिँ यान्त्रिक संरचना मात्र नभइकन त्यो तपाईँको चाहिँ मूल्य बिहेभियरमा, त्यो प्राइस प्याटर्नमा अर्थात् तपाईँको चाहिँ त्यो प्राइसको जुन चालमा लगानीकर्ताहरूको अपेक्षा, भावना र प्रतिक्रिया पनि हुने गर्दछ। यही कारण हो कि जब मार्केटमा माकअफे चल्छ फन्डामेन्टल कम्पनीहरू पनि माथि जान्छन् र तपाईँको चाहिँ अब जसलाई टेक्निकल्ली पनि एनालिसिस गर्न सकिँदैन, फन्डामेन्टल पनि हेर्न सकिँदैन, त्यस्तै कम्पनीहरूमा बढी के लाग्छ फेरि सर्किट लाग्छ। राम्रोसँग ध्यान दिनुलाई त हजुरहरूले। टेक्निकल एनालिसिस भनेको 2-3वटा क्यान्डल देखेर त्यो 2-3वटा क्यान्डल यस्तो हुन्छ भन्ने होइन। टेक्निकल एनालिसिसको स्पष्ट स्कुलिङ छ। पहिलो कुरा भनेको टेक्निकल एनालिसिस लागू हुनको निम्ति बजारमा एडिक्युट हिस्टोरिकल डाटा हुनुपर्छ है त, सफिसियन्ट प्रशस्त मात्रामा ऐतिहासिक डाटा हुनुपर्छ बजारमा। दोस्रो कुरा बजार सहभागितामा रोबस्ट एक्टिभिटी हुनुपर्छ, ठुलो मात्राहरूमा नम्बर अफ ट्रान्जेक्सन सफिसियन्ट हुनुपर्छ मार्केटमा। र तेस्रो भनेको मार्केटमा लिक्विडिटी हाई हुनुपर्छ र जुन लिक्विडिटीले गर्दा हामीलाई चाहिँ इजी इन्ट्री र इजी एक्जिटको निम्ति रोल प्ले गर्न सक्छ। त यदि यी तीनवटा मिनिमम कन्डिसन छैन भने त्यस्तो चार्टमा टेक्निकल एनालिसिस प्रयोग गर्न सकिँदैन। त मैले के जोड्दै थिएँ भने तपाईँको चाहिँ जतिखेर बजारमा मार्कअप फेज चल्छ त्यतिखेर ल फन्डामेन्टल कम्पनी त उसको फन्डामेन्टल कारणले बढ्यो, ग्रोथ पर्सपेक्टिभ कम्पनीहरू ग्रोथ पर्सेप्सनबाट बढे, जसलाई इकोनोमी पोलिसी वा हरेक चिजले सपोर्टिभ छ त्यो आफ्नो जेन्युन कारणले बढ्यो। तर केही यस्ता कम्पनीहरू पनि बढ्छन्, अझ धेरै बढ्छन् जो बढ्न नहुने थियो। यो के कारणले हुन्छ त भन्दा तपाईँको चाहिँ मानवीय व्यवहारको उपज हुने गर्छ। त्यसै गरी जतिखेर बजारमा तपाईँको चाहिँ डर हाबी हुन्छ, त्यो डर हाबी हुँदै गर्दा नराम्रा कम्पनीहरू मात्र तल झर्दैनन्, राम्रा कम्पनीहरू पनि अझ त्योभन्दा धेरै तल झर्छन्। हेर्नुहोस् यहाँ यस्तो तपाईँको चाहिँ विडम्बना छ मार्केटमा। जतिखेर समग्र बजार बुलिस प्रवृत्तिमा जान्छ, जसलाई हामी उछाल चरण भन्ने गर्छौँ, मार्कअप फेज भन्ने गरिन्छ तपाईँको चाहिँ, त्यतिखेर राम्रा कम्पनीहरू जति बढ्छन् त्योभन्दा बढी नराम्रा कम्पनीहरू है त अब
मैले यहाँ भन्न खोजेको दुईटा पार्टबाट, एउटा जहाँ टेक्निकल एनालिसिस पनि सम्भव छैन र जहाँ तपाईँको चाहिँ के हो त फन्डामेन्टल पार्टबाट हेर्दा पनि सुइटेबल देखिँदैनन्। अझ त्यस्ता कम्पनीहरू बढी बढ्ने गर्छन् र जब बजारमा तपाईँको चाहिँ अनिश्चितता वा डरको स्थिति पैदा हुन्छ, वा अर्थात् हामी टेक्निकल भाषामा जब बजार चाहिँ गिरावट चरणमा गएको हुन्छ, मार्कडाउन फेजमा चलेको हुन्छ, जतिखेर नराम्रा कम्पनीहरू धेरै तल झर्न पर्ने हो, अझ राम्रा कम्पनीहरू पनि त्योभन्दा बढी तल झरेको हुन्छ। हेर्नुहोस् है त यसको कारण के हो त भन्दा तपाईँको चाहिँ मानवीय व्यवहारको प्रभाव, बढ्दा सबै बढ्छन् र घट्दा सबै घट्छन् भन्ने सिद्धान्त मानवीय व्यवहारले के गरिदिन्छ त पुष्टि गरिदिन्छ। त्यसरी हामी बजारमा विशेष गरेर एउटा हामीले हेऱ्यौँ वास्तविक माग र आपूर्ति वा कृत्रिम माग र आपूर्तिले गर्दा मूल्यले प्याटर्नहरू बनाउँछ। विशेषतः मूल्यले बनाउने सपोर्ट रेजिस्टेन्सहरू, मूल्यले ब्रेकआउट गर्ने मूल्यले गर्ने ब्रेकआउटहरू, मूल्यले बनाउने चार्ट प्याटर्नहरू वा भोल्युममा देखिने स्पाइकहरू त्यही माग र आपूर्तिको सङ्घर्षको के हो त सङ्केत हुने गर्दछ। र हमेसा मूल्य तपाईँको चाहिँ माग र आपूर्तिबाट मात्र ड्राइभ इन हुँदैन, विशेष त अझ एक्सट्रिम भन्दा बजारमा तपाईँको चाहिँ एक्सेसिभ हाई र लोहरू भन्दा वास्तविक माग वा डिमान्ड भन्दा अझ बढी मानवीय व्यवहारको के हुने गर्छ प्रभाव पर्ने गर्छ। र यही मानवीय प्रभाव फियर र ग्रिडले गर्दा नघट्न पर्ने कम्पनीहरू पनि घटिन्छ र नबढ्न पर्ने कम्पनीहरू पनि बढिदिन्छन्। वा तपाईँको चाहिँ मूल्यले आफ्नो एउटा औसत भन्दा निकै तलको लो पनि देख्न पर्ने हुन्छ बजारले, र त्यसै गरेर बजारले आफ्नो चाहिँ एउटा तपाईँको उचित भन्छ नि उचित हाईभन्दा पनि एक्सेस हाईहरू देखिने स्थितिहरू बजारमा पैदा हुन्छ। त्यसरी मार्केटमा बन्ने जुन एक्सेसिभ मार्केटमा क्रिएट हुने तपाईँको बबलहरू, त्यसै गरेर मार्केटमा देखिने तपाईँको ब्रस्टहरू भनेका के को रूपमा आउँछ त भन्दा डर र लोभको कारणले गर्दा आउँछ। त्यसरी हामीले दुईवटा पाटोलाई बुझ्ने प्रयास गर्दैछु। अहिले अझै दुईवटा पाटोहरू बाँकी छन् कि मार्केटको फर्स्ट प्रिन्सिपल जो बजारका चाहिँ कालजयी तत्त्वहरू हुन्, जसले बजारको सम्पूर्ण संरचनालाई चलाउने गर्छन्। ती चारवटा कालजयी तत्त्वहरूमा पहिलो नम्बरमा पर्छ माग र आपूर्ति, डिमान्ड र सप्लाई। डिमान्ड र सप्लाईले मूल्यलाई बढाउने कि घटाउने भन्ने कुरा निर्धारण गर्छ। तर डिमान्ड र सप्लाई वास्तविक पनि हुनसक्छ, अवास्तविक वा कृत्रिम पनि हुनसक्छ। अर्थात् रियल इकोनोमिक ग्रोथ, कम्पनीको ग्रोथ आदि इत्यादिबाट वा तपाईँको चाहिँ रियल डिमान्ड जेनेरेसन भएर त्यसको मूल्य बढेको पनि हुनसक्छ, वा एउटै शब्दमा भन्नुपर्दा चलखेलको कारणले गर्दा पनि त्यो मूल्य बढेको हुनसक्छ। त्यसै गरेर वास्तविक कारणले गर्दा पनि आपूर्ति सायद बढी भएर मूल्य घटेको हुनसक्छ, वा कृत्रिम कारणले गर्दा चलखेलको कारणले गर्दा पनि सप्लाई साइड हेभी भएर मूल्य घटेको हुनसक्छ। त फाउन्डेसनल आधार मूल्य प्राइस फ्लक्चुएसनको फाउन्डेसन आधार भनेको जहिले पनि डिमान्ड र सप्लाई हुने गर्छ। त्यो डिमान्ड र सप्लाई रियल पनि हुनसक्छ, गजुरियल पनि हुनसक्छ, अर्थात् आर्टिफिसियल पनि हुनसक्छ भन्ने हामीले अघिल्लो पार्टमा हेऱ्यौँ। दोस्रो पार्टमा मार्केट ड्राइभ इन फ्याक्टरका मार्केट फर्स्ट प्रिन्सिपलको अर्को फाउन्डेसनल पार्ट भनेको लगानीकर्ताहरूको मानवीय व्यवहार, जहाँ चाहिँ डर र लोभ हाबी हुने गर्छ। र त्यो डर र लोभको कारणले गर्दा पनि विशेषतः जब बजारमा डर पक्ष हाबी हुन्छ यसले सप्लाई बढाउने काम गर्छ, र जतिखेर तपाईँको चाहिँ लोभको स्थिति बढ्छ अर्थात् जब बजार अनिश्चित हुन्छ डर बढ्छ र यसले सप्लाई साइड बढाउँछ, र जब बजारमा उत्साह हुन्छ यसले लोभ पैदा गर्छ र डिमान्ड साइड उत्साह हुन्छ, जुन कारणले गर्दा मूल्य अवास्तविक रूपमा बढ्ने वा अवास्तविक रूपमा घट्ने प्रवृत्ति देख्न पाइन्छ। र घट्दा सबै अधिकांश घट्ने र बढ्दा सबै अधिकांश बढ्ने, विशेष गरेर मार्कअप र मार्कडाउन फेजमा त्यो स्थिति देख्न पाइन्छ। त यसको कारण, यसको पछाडिको कारण के हो त भन्दा तपाईँ हाम्रो फियर र ग्रिड फ्याक्टर पनि त्यत्तिकै जिम्मेवार हुने गर्छ। त्यसै गरेर अर्को र सबभन्दा इम्पोर्टेन्ट पार्ट आउँछ, र यो करिब करिब हाम्रो अहिलेको यो के अरे तपाईँको चाहिँ ग्लोबल मनी विकको स्लोगनसँग पनि मिलेको छ, सञ्चय र वितरणको कुरा। जहाँ एकुमुलेसन र डिस्ट्रिब्युसनको कुरा आउँछ, यहाँ आउँछ तपाईँको चाहिँ स्मार्ट मनीको कुरा आउँछ। हेर्नुहोस् है त, हामी जसलाई संस्थागत लगानीकर्ता भन्छौँ वा विवेकपूर्ण लगानीकर्ताहरू भन्छौँ वा तपाईँको चाहिँ लार्ज इन्स्टिट्युसन भन्छौँ वा फन्ड म्यानेजर वा आदि इत्यादि है त, जे जसरी नामले बुझ्दा पनि तपाईँको के हो त भन्दा विशेष त एकुमुलेसन र डिस्ट्रिब्युसनमा तपाईँको चाहिँ के हो भने सबभन्दा हाबी हुने, सबभन्दा यसको धेरै फाइदा लिने भनेको जहिले पनि संस्थागत लगानीकर्ता वा विवेकशील लगानीकर्ता भनौँ है त हामी चाहिँ स्मार्ट मनीहरू हुने गर्छ भने यसको सबभन्दा ठुलो मारमा पर्ने भनेको जहिले पनि के हुन्छ त तपाईँको चाहिँ आम लगानीकर्ता रिटेल ट्रेडर चाहिँ जहिले पनि यो चरण विशेष गरेर यो पार्टको के हुन्छ तपाईँको चाहिँ के अरे यो इम्प्याक्ट पर्नेलाई के भन्छ हामी चाहिँ पीडित हुन्छ है त, पीडित हुन्छ। यसलाई अब अलिकति सरल भाषामा बुझाउँछु।
विशेष गरेर तपाईँको चाहिँ जतिखेर बजारमा गिरावट चरण आएको हुन्छ, गिरावट चरण व्यापक डर, व्यापक निराशाको उपस्थिति हुन्छ बजारमा। त्यसले मूल्यलाई अझ पछि अझ तल धकेल्दै, जब बजारमा डर हाबी हुन्छ, डरले सप्लाई बढाउँछ र सप्लाईले मूल्य तल झार्दै 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 बजारका मूल्यहरू, कम्पनीहरूको मूल्यहरू अत्यन्त सस्तो सस्तो दरमा आइराखेको हुन्छ। जतिखेर सारा आम लगानीकर्ता डराएर तपाईँको चाहिँ आत्मसमर्पणको स्थितिमा पुगेका हुन्छ र त्यही फाइदा चाहिँ तपाईँको के हो त भन्दा स्मार्ट मनीले उठाउने गर्छ र उनीहरू बजारमा चाहिँ एकुमुलेसन सुरु गर्छन्, सञ्चयको चरण उनीहरू सुरु गर्छन्। र अपेक्षाकृत जतिखेर बजार शान्त हुन्छ वा सीमित दायरामा हुँदा उनीहरूले चाल नपाउने किसिमले साइलेन्टली पोजिसनहरू बिल्ड गर्न सुरु गर्छ। बजारमा खासै ठुलो फ्लक्चुएसन नगरिकन उनीहरू के गर्न सुरु गर्छ त भन्दा खरिद सङ्कलन गर्ने रणनीति अख्तियार गर्छ। जतिखेर हामी जुन आम लगानीकर्ता हो, जो हामी रिटेल ट्रेडर हो, हामी यति डराएको स्थिति हुन्छ, बजारमा यति तपाईँको निराशा छाएको हुन्छ कि किन्ने विषयमा त हामी सोच्न नै सक्दैनौँ। के गरेर हुन्छ, यो तातो दुध निल्नु न ओकिल्नुको स्थिति बजारले बनाएको हुन्छ। अब बरु म जे जस्तो स्थितिमा छु, बजारबाट बाहिर निस्कन्छु र कतिपय अवस्थामा तपाईँको के हो त भन्दा यति ब्रुटल कन्डिसन यतिखेर डेभलप हुन्छ, तपाईँको चाहिँ यति क्रुअल कन्डिसन मार्केटले बनाउँछ कि तपाईँको चाहिँ झन्न पछिल्लो समयमा त्यो देखिएको छैन। र त्योभन्दा विगतका बियरहरूमा हेर्नुहुन्छ भने स्पष्ट नेप्सेमा कार्यरत लगानीकर्ताहरूले सुसाइड गरेका केसहरू शुद्ध छन् बियरिसको बटममा। त्यस्तो एउटा तपाईँको के हो त भन्दा बजारमा चाहिँ क्रुर कन्डिसनको बनाउँछ बजारले चाहिँ। जतिखेर आम लगानीकर्ता किन्ने विषयमा होइन कि बजारदेखि भाग्ने विषयमा सोचिरहेको हुन्छ, बजारबाट पलायन हुने विषयमा सोचिरहेको हुन्छ र म जिन्दगी पुँजी बजार आउँदैन भन्ने मनस्थिति बनाएको हुन्छ पुँजी बजारले चाहिँ। र त्यही अवस्थामा के हो त भन्दा स्मार्ट मनीले सञ्चय गर्छ, एकुमुलेट गर्छ र बिस्तारै यिनीहरूको एकुमुलेसनले गर्दा डिमान्डलाई अलिकति पुसअप गर्छ र त्यो डिमान्ड पुसअप हुँदा त्यो मागमा आउने पुसअपले गर्दा जुन गिरावट चरणमा मूल्यले लोअर हाईहरू बनाएर तल खसिरहेको हुन्छ, त्यो स्थिति केही हदसम्म शान्त हुन्छ र मूल्य चाहिँ थप नयाँ लोहरू बनाउनबाट रोकिने प्रवृत्ति देखा पर्छ मूल्यमा चाहिँ। यतिखेर विशेष त तपाईँको चाहिँ ठुला लगानीकर्ताहरूले बजारमा जति पनि सेलरहरू छ उनीहरूलाई टकटक्याउने काम गर्छ। त्यो डरको माहौलमा जति पनि डराएका हातहरू छन्, कमजोर हातहरू होइन, विकर ह्यान्डहरूलाई चाहिँ झार्ने प्रयास गर्छ। र यो स्थिति भनेको ठ्याक्कै कस्तो स्थिति हुन्छ भने विशेष त सिजनल रूपमा जुन फलहरू पाक्छन्, पाकेको फलफुलको कुनै पनि बोटलाई हामीले चाहिँ अलिकति झट्का दिने हो भने पनि त्यतिखेर के हो त भन्दा धेरै फलहरू सजिलै तल झर्छन्। तुलनात्मक रूपमा काँचो बोटबाट काँचो फलहरू झार्न भन्दा पाकेको फलहरू झार्न के हुन्छ त अत्यन्त सजिलो हुन्छ। अर्थात् आम लगानीकर्ताहरू बचे पुछेको पनि असाध्यै डराएको स्थिति हुन्छ र यिनीहरू यतिखेर सेकआउट गर्दै हुन्छ कि वेयर आउट गर्दै हुन्छ कि बजारबाट के गर्छ त भन्दा तपाईँको चाहिँ पहिलो प्रयास भनेको यिनीहरूको बजारबाट सेलरलाई बाहिर निकाल्ने है त। अब यही सेकआउटलाई तपाईँको चाहिँ स्प्रिङहरूलाई पछिल्लो शब्दहरूमा होइन लिक्विडिटी हन्ट नामाकरण अनेक दिएको छ, तर टर्म्स के हो त भन्दा यसलाई चाहिँ स्मार्ट मनीले सेकआउट गर्छ त्यहाँ चाहिँ है त। विकर ह्यान्डहरूलाई बजारबाट बाहिर निकाल्छ, सेलरहरूलाई पहिला तल्लो लेभलमा जतिखेर कम्पनीका सेयरहरू के हो त तपाईँको चाहिँ आशा एकदमै सस्तो रेटमा हुन्छन्, सबभन्दा त्यो फेजको सबभन्दा सस्तो मूल्यमा पुगेको स्थितिमा स्मार्ट मनीले के गर्छ त अझै सेलरहरूलाई बाहिर निकालेर सबैभन्दा सस्तो मूल्यमा नजानिकन, चाल नदिइकन, बजारको ठुलो ध्यान नजाने गरिकन के गर्छ उनीहरूले चाहिँ पोजिसन बिल्डअप गर्छ, त्यो चरणमा चाहिँ एकुमुलेसन गर्छ। जुन एकुमुलेसनले डिमान्डलाई पुस्टअप गर्छ र जसले गर्दा प्राइसले नयाँ लोहरू थप लोहरू बनाउने क्रम रोकिन्छ र बजार चाहिँ मोस्ट अफ द टाइम के हो त भन्दा एउटा कन्सोलिडेसनमा। र यतिखेर बजारमा विशेष त डबल बटम, ट्रिपल बटम, मल्टिपल बटम, त्यसै गरी तपाईँको चाहिँ फलिङ वेज प्याटर्नहरू, सिमेट्रिकल ट्रायङ्गल, एसेन्डिङ ट्रायङ्गल जस्ता प्याटर्नहरू बजारको बटममा देख्न पाइन्छ, जसलाई हामी बेयरिस रिभर्सल प्याटर्न भन्ने गर्छौँ। र जो आफैमा फेरि के हुन्छ त तपाईँको चाहिँ आगामी आउने बुलिस चरण अर्थात् जसलाई हामी मार्कअप फेज भन्छौँ वा उछाल चरण भन्छौँ, त्यसको आधार बन्दै गर्दछ यो चरण चाहिँ। र जतिखेर सबभन्दा ठुलो बायरको हुन्छ त बजारमा चाहिँ स्मार्ट मनी हुन्छ र सबभन्दा आत्मसमर्पण गरेर भाग्ने भनेको यो चरणमा को हुन्छ त फेरि पनि रिटेल ट्रेडर हुन्छ। अब यसरी यिनीहरूले जब तपाईँको चाहिँ मूल्यलाई थप तल जानबाट, बजारलाई थप तल जानबाट रोकेर स्थिर एउटा पहिला कन्सोलिडेसनको स्थिति तयार गर्छन् र बिस्तारै अब यिनीहरूले बजारबाट पुरै सेलरहरू बाहिर गरिसके पश्चात अब प्राइसलाई पुसअप गर्न सुरु गर्छन्। त्यो पुसअपले गर्दा बजारमा लोभको स्थिति पैदा हुन्छ, लोभले अझै डिमान्डलाई हेभी गराउँछ र डिमान्ड बढ्ने बित्तिकै बजार के हो त तपाईँको चाहिँ मूल्यले नयाँ हाई र नयाँ लोहरू बनाउन सुरु गर्छ र बजारमा उछाल चरणको स्थिति पैदा हुन्छ, जसले अन्ततोगत्ता बजारलाई चाहिँ ओभरअल मार्केटलाई
स्टक सिफ्टदेखि लिएर रोटेसन सिफ्टको के भन्छ सेक्टर रोटेसनको प्रक्रिया आदि इत्यादिबाट बजारलाई चाहिँ फेरि लिएर पुर्याउँछ डिस्ट्रिब्युसन फेजमा। जतिखेर रिटेल ट्रेडर चाहिँ असाध्यै धेरै लोभिएको हुन्छ, बजारमा यस्तो लाग्छ कि बजारमा त अब तपाईँको चाहिँ सेयर बजार भनेको यस्तो चिज हो जहाँ चाहिँ सबैजनाले पैसा कमाउँछन् र सबैजना के त करोडपति बन्छन् भन्ने माहौल बन्छ उचाल चरणमा। जतासुकै हरियाली छ, जस्ता खाले कम्पनीहरू बढेका छन् र केही समय किनेर होल्ड मात्रै गर्न सक्यो भने पनि कमसेकम तपाईँको लसमा बेच्न नपर्ने स्थिति आउँछ र त्यसले के हो त बजारमा चाहिँ एउटा ठुलो मानवीय व्यवहारमा एउटा चाहिँ क्राउडको स्थिति पैदा गर्छ र बबल क्रिएट गर्छ। बजारमा चाहिँ बढ्न पर्ने कम्पनीहरू बढेका छन् र बढ्न नपर्ने कम्पनीहरू अझ धेरै बढेको स्थिति हुन्छ। र फेरि गएर अब मार्केटमा चाहिँ ओभर प्राइसिङ भएको स्थितिको आकलन गर्छन् यिनीहरूले र प्रारम्भिक चरणहरूमा बढेका कम्पनीहरू बेच्दै रिटेलरको हातबाट क्यास लिँदै सस्तो कम्पनीलाई लाउँदै फेरि बढाउँदै यो प्रक्रिया बिचमा यिनीहरू चलाइ नै रहेका हुन्छन् भने फाइनली जब वितरण चरणमा मार्केट पुग्छ अर्थात् तपाईँको चाहिँ डिस्ट्रिब्युसन फेजमा मार्केट पुग्छ, यिनीहरूले सबैभन्दा महँगो पुगेको सेयरहरूलाई चाहिँ अब रिटेल ट्रेडरहरूको हातमा र यस्तो बेला विशेष त तपाईँको चाहिँ बिल्कुल फ्रेस मनी पनि बजारमा आएको हुन्छ। मानव व्यवहारको कुरा हामीले अघिल्लो चरणमा गऱ्यौँ। त्यही लोभको कारणले गर्दा अब ट्रेडरमा मात्र सीमित हुँदैन लोभ, त्यो बजारको कुराहरू पत्र पत्रिकामा आउन सुरु गर्छ। अहिले त सोसियल मिडियाको जमाना छ, सोसियल मिडियामा आउन सुरु गर्छ। जतासुकै हेऱ्यो तपाईँको चाहिँ पुँजी बजार, सेयर बजार, उछाल चरण, ऐतिहासिक रेकर्ड ब्रेक यस्ता मात्र न्युजहरू, तपाईँको चाहिँ इन्टरभ्यूहरू आदि इत्यादि बजारमा आउन सुरु गर्छ र इभन फोमोको स्थिति पैदा हुन्छ बजारमा। अब आम लगानी, आम जनमानस जसलाई जोसम्म सेयर बजारको विषयमा जो बेखबर थियो ऊ पनि सेयर बजारप्रति चासो राख्न सुरु गर्छ। रेडियो तपाईँको कुनै पनि डिजिटल मिडिया हेऱ्यो, प्रिन्ट मिडिया हेऱ्यो, तपाईँको चाहिँ यता आएर तपाईँको चाहिँ टिभी रेडियोहरू हेऱ्यो, जहाँसुकै के छ त सेयर बजारको चर्चा छ। जतासुकै मान्छेले कमाए भन्ने कुराहरू मात्र छ। उछाल चरणमा प्राय त्यस्तो स्थिति बनाउँछ बजारले र त्यसले गर्दा के हो त भन्दा अब जसरी सुन र चाँदीले ऐतिहासिक मूल्य रेकर्ड ब्रेक गर्दा आम खरिदकर्ताहरूको भिड हुने गर्छ, यसै गरी हिजोसम्म सेयर बजारसँग सम्बन्ध नभएका मान्छेहरू पनि, चासो नभएका मान्छेहरू पनि सेयर बजारमा चासो दिने गर्छन्, जसले गर्दा ठुलो मात्रामा नयाँ पैसाको बजारमा प्रवेश गर्छ र त्यही नयाँ पैसालाई नै उनीहरूले सबभन्दा ठुलो मात्रामा आफ्नो सेयरलाई चाहिँ डम्प गर्न प्रयोग गर्छ स्मार्ट मनीले। र यसरी स्मार्ट मनीको जुन एकुमुलेसन डिस्ट्रिब्युसनले गर्दा बजारमा साइकलको निर्माण हुन्छ। हेर्नुहोस् है त, मूल्यको उतार चढाव डिमान्ड र सप्लाईबाट हुन्छ, त्यसलाई थप फ्युलिङ फियर र ग्रेडले गर्छ। तर बजार किन हमेसा बढेको बढी हुँदैन र किन घटेको घटी हुँदैन त? किन बजार कहिले चाहिँ घट्ने चरणबाट बढ्दै फेरि टप पुग्दै फेरि घट्ने चरणमा आउँदै फेरि टप बटम बनाउँदै फेरि यो साइकल बनाउँछ त भन्दा यसमा यो सम्पूर्ण कुरामा तपाईँको चाहिँ प्रकारान्तर भन्छ नि होइन, प्रकारान्तरले नियन्त्रण कसको हुन्छ त? तपाईँको चाहिँ स्मार्ट मनीको हुन्छ। उनीहरूले एकदमै धेरै डरको स्थिति पैदा भएको, निराशाको स्थितिमा सस्तोमा सेयरहरू एकुमुलेट गर्छ र एकदमै धेरै लोभको स्थिति बनेको स्थितिमा, एकदमै धेरै उत्साह बनेको स्थितिमा, एकदमै धेरै बबल क्रिएट भएको स्थितिमा उनीहरू डिस्ट्रिब्युट गर्छ र उनीहरूको यही एक्सनले गर्दा बजार के हो त हमेसा साइकलमा चल्ने गर्छ। र यो साइकलमा चल्ने क्रममा अहिले कहिले एकुमुलेसन फेज बनाउने, कहिले मार्कअप फेज बनाउने, कहिले डिस्ट्रिब्युसन फेज बनाउने, कहिले मार्कडाउन फेज बनाउने, कहिले रिडिस्ट्रिब्युसन र कहिले रिएकुमुलेसनका फेजहरू बनाउने स्थिति पैदा हुन्छ। र यहाँ टोटल्ली बजारमाथि नियन्त्रण जहिले पनि के हुन्छ त तपाईँको चाहिँ स्मार्ट मनीको हुन्छ। र यही कुरा हेर्ने हो भने ठ्याक्कै यस्तै त होइन, करिब करिब तपाईँको चाहिँ यही कुरालाई अर्को विषयमा कसरी बुझ्न सकिन्छ भने चाहे त्यो दक्ष बजार परिकल्पना होस्, एफिसिएन्ट मार्केट हाइपोथेसिस होस्, वा त्यसै गरी तपाईँको चाहिँ एडेप्टिभ मार्केट हाइपोथेसिस अनुकूली बजार परिकल्पना होस्, वा तपाईँको त्यसै गरेर चाहिँ फ्र्याक्टल मार्केट हाइपोथेसिसहरू होस्, सबैको चाहिँ विशेष त तपाईँको डाउ थ्योरी वा तपाईँको चाहिँ एफिसिएन्ट मार्केट हाइपोथेसिस के कुरामा चाहिँ सहमत छन् भन्दा तपाईँको चाहिँ बजारले हरेक मूल्यहरूलाई इफिसियन्टली प्रोसेस गर्छ। बजार आफैमा स्मार्ट हुने गर्छ र बजारले तपाईँको चाहिँ ट्रेडरको भावना, बजारमा उपलब्ध सम्पूर्ण सूचनाहरू, त्यसै गरेर इभन डाउ थ्योरीले त फ्युचरको 3 महिना पछिसम्मको कुरा पनि बजारले अहिलेको मूल्यमा देखाइसकेको हुन्छ भन्ने कुरासम्म बताउने गर्दछ। त जोड्न खोजेको पाटो के हो भने यी थ्योरीहरूले मूल्य आफै चाहिँ स्मार्ट हुने गर्छ र उसले के हो त भन्दा इन्फर्मेसनलाई इफिसियन्टली प्रोसेस गर्छ, रेसनल्ली बिहेभ गर्छ भन्ने तिनीहरूको सारांश भेटिन्छ भने त्यही कुरा नै करिब करिब को पदलाई स्मार्ट मनीले पछ्याएको देखिन्छ। हामीलाई थाहा छ एकुमुलेसन फेजमा मूल्य सस्तो हुन्छ तर हामी किन्न सक्दैनौँ। हामीलाई थाहा छ डिस्ट्रिब्युसन फेजमा मूल्य महँगो हुन्छ, हामी बेच्न सक्दैनौँ। जतिखेर मूल्य महँगो हुन्छ हामी किन्नतिर लाग्छौँ र मूल्य बढ्दा डिमान्ड बढाउने भनेको जहिले पनि रिटेलर हुन्छ। हेर्नुहोस् है त, अर्थतन्त्रको नियमलाई चुनौती दिने जहिले पनि को हुन्छ त? फेरि ध्यान दिनु होला हजुरहरूले, एउटा सामान्य अर्थतन्त्रमा मूल्य घट्दा माग बढ्न पर्ने हो र मूल्य बढ्दा माग घट्न पर्ने हो।
तर पुँजी बजार एउटा यस्तो ठाउँ हो जहाँ चाहिँ तपाईँको चाहिँ विशेष त यो मानवीय बिहेभियर फियर र ग्रेडले गर्दा मूल्य बढ्दा डिमान्ड बढ्ने स्थिति हुन्छ र मूल्य घट्दा सप्लाई बढ्ने स्थिति हुन्छ। त्यही भएर एकुमुलेसनको बटममा सेकआउट हुँदै बेच्ने पनि रिटेल ट्रेडर हुन्छ र डिस्ट्रिब्युसनको टपमा तपाईँको अफ थ्रस्टमा परेर लोभिएर तपाईँको चाहिँ टोपी लाउने पनि जहिले पनि को हुन्छ त तपाईँको चाहिँ रिटेल ट्रेडर हुन्छ। यो कुराहरू एकअर्कासँग असाध्यै धेरै के छ त तपाईँको इन्टर रिलेटेड छ, अन्तर सम्बन्धित छ। र फाइनल्ली अर्को तपाईँको चाहिँ तत्त्व आउँछ बजारको फर्स्ट प्रिन्सिपलको, जसले बजारलाई ड्राइभ गर्ने गर्छ उतार चढाव। र कुनै बेला मार्केट चाहिँ हाई भोलाटाइल हुन्छ र कुनै बेला लो भोलाटाइल हुन्छ। विशेष त ट्रेडिङ बजारमा यदि बजार तपाईँको चाहिँ भोलाटिलिटी भनेको तपाईँको के हो त भन्दा अब यसको ठेट नेपालीमा के भनिन्छ तपाईँको चाहिँ अब तपाईँको सर हेर्दा अस्थिरता भन्ने लाग्छ, तर अस्थिरता भन्दा पनि कस्तो भने भोलाटिलिटी भनेको मूल्यको परिवर्तन दर है त, मूल्य कति ठुलो र कति छिटो परिवर्तन भएको छ भन्ने कुरा चाहिँ हामी के हो त तपाईँको चाहिँ भोलाटिलिटी भन्न सक्छौँ, अर्थात् उतार चढाव भन्न सक्छौँ। र अब भोलाटिलिटी कुन दिशामा जाने भन्ने कुरा कसले तय गर्छ त फेरि पनि तपाईँको चाहिँ ट्रेन्डले तय गर्छ। यदि तपाईँको चाहिँ मार्केट बुलिस ट्रेन्डमा चलेको छ भने मूल्य बढ्दा ठुल्ठुला क्यान्डलहरू फर्म हुने र छिटो माथि जाने प्रवृत्ति बजारमा देख्न पाइन्छ। र करेक्सनको दौरान फेरि के हुन्छ त भन्दा जब बुलिस ट्रेन्डको दौरान मार्केटले आराम गर्छ, विश्राम गर्छ, पज लिन्छ, त्यतिखेर फेरि साना साना क्यान्डलहरू फर्म हुने, मार्केट न्यारो रेन्जमा चल्ने प्रवृत्ति देखिन्छ। त्यसै गरेर जतिखेर तपाईँको चाहिँ बजार मार्कडाउनमा आउँछ, बेयरिस ट्रेन्डमा आउँछ, त्यतिखेर मूल्य घट्दा ठुल्ठुलो क्यान्डलहरू सहित तल खस्ने र फेरि सुधार हुँदा, मूल्यमा सुधार हुँदा तपाईँको के हो त भन्दा साना साना क्यान्डलहरू बन्ने वा साइडवेज जाने। त ट्रेन्डको दिशामा भोलाटिलिटी बढी हुने गर्छ है त। विशेष त अझ तपाईँको चाहिँ बुलिस बजार भन्दा बेरिस बजार हाई भोलाटाइल हुने गर्छ। त्यही भएर के भनिन्छ भने तपाईँको चाहिँ मूल्य बढ्दा सिडी चढ्दै चढ्दै माथि जान्छ भने मूल्य झर्दा तपाईँको के हो त भन्दा सिधै लिफ्टबाट तल खस्छ भन्ने भनाइ पनि यी भोलाटिलिटीसँग सम्बन्धित छ। विशेष त बढ्दो बजारमा डिमान्ड साइडको भोलाटिलिटी भन्दा सप्लाई साइडको भोलाटिलिटी हाई हुने गर्छ। र अर्को कुरा फेरि विशेष गरेर जब बजार चाहिँ डिस्ट्रिब्युसन र तपाईँको चाहिँ एकोमोडेसन फेजमा आउँछ र त्यतिखेर पनि बजार चाहिँ लो भोलाटाइल हुने गर्छ, एउटा साँघुरो रेन्जमा बजार चल्ने गर्छ। विशेष त तपाईँको चाहिँ एउटा प्रि डिफाइन्ड सपोर्ट र रेजिस्टेन्स लेभलहरूमा चल्दिने कुनै बेला बजार, कुनै बेला डिसाइन भएर चल्दिने। र भोलाटिलिटीलाई तपाईँको प्रत्यक्ष जस्ताको तस्तै तपाईँको देखाउने एउटा इन्डिकेटर छ बोलिन्जर ब्यान्ड है त। त्यसो भएकोले हजुरले ध्यान दिनु होला, विशेष त भोल्युम इन्डिकेटरहरू र बोलिन्जर ब्यान्डलाई चाहिँ फर्स्ट प्रिन्सिपलभित्र ट्याबुलेट इन्डिकेटरको रूपमा लिन्छ है। मार्केटको जुन फर्स्ट प्रिन्सिपल छ त्यो फर्स्ट प्रिन्सिपलमा ट्याब हुने इन्डिकेटरहरू भनेको भोल्युम इन्डिकेटरहरू हुने गर्छ र बोलिन्जर ब्यान्ड हुने गर्छ। बोलिन्जर ब्यान्डले मूल्यको फैलावट, सङ्कुचन र सम्भावित असन्तुलनका कुराहरू स्पष्ट रूपमा आफ्नो स्वरूपमा देखाउने गर्छ। त फेरि पनि यसलाई सरलीकृत गर्ने प्रयास गर्छु म चाहिँ। भोलाटिलिटी भनेको मूल्यको परिवर्तन दर कति फराकिलो दायरामा, विशेष त मूल्यले रेन्ज कति ठुलो बनाउँदैछ र कुन दिशामा जाँदैछ। रेन्ज भन्नाले मूल्यको हाई र लोको बिचको दूरी है त। कुनै पनि टाइम पिरियडमा मूल्यको जुन हाई प्राइस र लो प्राइसको डिस्टेन्स वा डिफरेन्स हुन्छ त्यसलाई हामी रेन्ज भन्छौँ। र रेन्ज सानो बनाउने कि ठुलो बनाउने भन्ने कुराले बजारमा भोलाटिलिटी तय गर्छ। जतिखेर मूल्यको रेन्ज सानो सानो बन्छ त्यतिखेर बजारमा लो भोलाटिलिटीको स्थिति हुन्छ, र जतिखेर मूल्यको हाई र लोको डिफरेन्स ठुलो ठुलो बन्न सुरु गर्छ त्यतिखेर बजार चाहिँ बढी भोलाटाइल हुने गर्छ। र विशेष त भोलाटिलिटी ट्रेन्डसँग पोजिटिभ कोरिलेसन राख्छ, अर्थात् बढ्दो बुलिस ट्रेन्डको दौरानमा मूल्य बढ्दा हाई भोलाटाइल क्यान्डलहरू बन्ने गर्छन्। त्यसै गरी बेरिस ट्रेन्डको दौरानमा मूल्य घट्दा हाई भोलाटाइल क्यान्डलहरू बन्ने गर्छन्। र जब बुलिस र बेरिस ट्रेन्डहरू करेक्सनमा हुन्छन् त्यतिखेर तपाईँको चाहिँ लो भोलाटाइल क्यान्डलहरू बन्ने स्थिति हुन्छ भने त्यसै गरेर भोलाटिलिटी फेरि मानवीय व्यवहारसँग पनि जोडिएको हुन्छ। अर्को ध्यान दिनु होला हजुरहरूले चाहिँ बजारको जुन एउटा भावनात्मक के अरे तपाईँको रिएक्सन हुन्छ नि, कुनै ब्रेकिङ न्युज छ, हुनसक्छ त्यो न्युजको बजारसँग कुनै लेनादेना नहुन सक्छ है त। प्रत्यक्ष रूपमा बजारको त्योसँग कुनै लेनादेना नपनि हुनसक्छ। त्यस्तो न्युजमा पनि तपाईँको त भन्दा इमोसनल रिएक्सन गरेर नकिन्न पर्ने ठाउँमा किनी पठाउने र नबेच्नु पर्ने ठाउँमा बेची पठाउने स्थिति पैदा हुन्छ है। र अब यसको एउटा राम्रो इक्जाम्पल लिने हो भने हजुरहरूले जस्तो अहिले रिसेन्टली के अरे तपाईँको चाहिँ यो के अरे चुनाव पछिको भोलिपल्टको बजारलाई हामी हेर्न सक्छौँ है त। नितान्त एउटा बहुमतको सरकार आयो
अब त्यो सरकारले अहिले बजारको पोलिसीको रूपमा है त तपाईँको चाहिँ अब उसले इलेक्सनको बेला ल्याएको भनेको उसको चाहिँ के भयो त भन्दा प्रतिबद्धताहरू भयो। यसको मतलब फेरि मैले नेगेटिभ कमेन्ट गर्न खोजे होइन कि त यी कुराहरू आउनुभन्दा पहिला नै कति धेरै इमोसनली रिएक्सन गर्यो भन्ने कुरा कहाँबाट देखिन्छ त भन्दा चुनाव पछिको बजारको जुन तपाईँको चाहिँ सर्किट लेभल थियो त्यो भनेको के हो त भन्दा तपाईँ हाम्रो भावनाको तीव्र एकदमै तपाईँको एक्सट्रिम के थियो त रिएक्सन थियो। र एकचोटि म यसरी नै तपाईँको चाहिँ कमोडिटीमा काम गर्दा गर्दै यो तपाईँको चाहिँ नेपालमा त्यतिखेर मर्केन्टाइल एक्सचेन्ज मेक्स नेपाल भन्ने कमोडिटी एक्सचेन्ज थियो र त्यसको ब्रोकरेज हामी धनगढीमा चलाउँथ्यौँ। हामीसँग एकजना क्लाइन्ट हुनुहुन्थ्यो उहाँ चाहिँ नेपाल विद्युत प्राधिकरणमा काम गर्नुहुन्थ्यो र धनगढीबाट सोह्र भएर काठमाडौँ जानुभयो। अनि एक दिन बिहानै तपाईँको चाहिँ 6 बजीतिर कल गर्नुभयो मलाई। म उठेको पनि थिएन त्यो दिन चाहिँ। अनि कल गर्नुभयो। उहाँले चाहिँ स्मल सिल्भरमा ट्रेड गर्नुहुन्थ्यो। सिल्भर त्यतिखेर तपाईँको चाहिँ केही सेन्टबाट भोलाटाइल हुने गर्थ्यो है त, केही सेन्टबाटै भोलाटाइल हुने गर्थ्यो। अनि त्यही पनि छिटो फास्ट ट्रेड गर्ने एक दिनमा 2-3 हजार 3-4 हजार लिन्छु भन्नेहरूलाई चाहिँ 10,000को मार्जिन राख्दा त्यो ट्रेड गर्न मिल्थ्यो त्यतिखेर चाहिँ। उहाँले बिहानै उहाँको झन्डै झन्डै 1 लाख चाहिँ ब्यालेन्स रहेछ खातामा। अनि 1 लाख ब्यालेन्स भएको अनि जहिले पनि स्मल सिल्भरमा मात्र ट्रेड गर्ने अनि बाई गर्नुपर्छ, बिहानै उठेर बाई गर्नुपर्छ, मर्निङ वाकमा पशुपतितिर जानुपर्छ। अनि पशुपतिनाथको वरिपरि एक राउन्ड लाएर तपाईँको चाहिँ टक्क उहाँ चाहिँ अब त्यो शान्तिनगर बस्नुहुन्थ्यो काठमाडौँको। शान्तिनगर आइपुग्दासम्म ल्यापटप हेर्दा त जिरो भएको छ। अब उहाँले अन्य कुरा ध्यानै दिनु भएन। यो एक्सचेन्जले तपाईँ मार्केट मेकर हुन्छ विशेष त अझ यो कमोडिटी एक्सचेन्जमा मार्केट मेकर भन्दा हामीले बाई गर्दा उसले हामीलाई सेल दिन्छ, हामीले सेल दिँदा उसले बाई दिन्छ। त्यसो भएकोले हामीले यहाँको जस्तो म्याचिङ कुरिरहन पर्दैन। हामीले तपाईँको चाहिँ सिधै लिमिट बाई लिमिट सेल पनि लाउन सक्छौँ भने बाई गर्ने बित्तिकै बाई हुने र सेल गर्ने बित्तिकै सेल हुने प्रोभिजन हुन्छ। त्यो के को कारणले हुन्छ त मार्केट मेकरहरू हुन्छ त्यहाँनिर चाहिँ तपाईँ हामीलाई काउन्टर ट्रेड दिन्छ। हाम्रो बाई उनीहरूको सेल हुन्छ र हाम्रो सेल उनीहरूको बाई हुने गर्छ। मार्केट मेकरले बदमासी गर्यो क्या हो भनेर फोन गर्नुभयो मलाई चाहिँ। मलाई पनि अचम्म लाग्यो। स्मल सिल्भरमा 1 लाख चाहिँ इक्विटी हिट, 1 लाखको ब्यालेन्स जिरो भएको स्थिति, त्यसलाई इक्विटी हिट भन्छ कमोडिटी ट्रेडिङमा। अनि आतन्दी कल गर्नुभयो। त्यत्रो ठुलो फरक त नपर्न पर्ने, म पनि दङ्ग परेँ। मैले उहाँलाई एउटा मात्र चिज भने, सर कुनै केही ब्रेकिङ न्युज छ र भनेर मैले सोधेको थिएँ। खोइ त्यस्तो त केही थाहा भएन, नर्मल छ त काठमाडौँ भन्नुभयो उहाँले। मतलब नेपालको त्यस्तो केही पनि न्युज थिएन रहेछ। पछि एकछिनपछि बिबिसी हेरेको त तपाईँको त्यो दिन चाहिँ बिन लादेन मारिएको रहेछन् हेर्नुहोस् है त। जसरी अहिले अघिल्लो केही समय अगाडि यहाँले गोल्ड र सिल्भरमा जुन किसिमको भोलाटिलिटी देख्नु भएको थियो र त्यतिखेर सिल्भरले पहिलोचोटि $49 टेस्ट गरेको बेलाको म कुरा गर्दैछु। सिल्भरले अलरेडी 49 को एभरेज लेभल टेस्ट गरिसकेका थियो। गोल्ड पनि माथिल्लो लेभलमा ट्रेड हुँदै थियो र जब बिन लादेन मारिएको न्युज बजारमा आयो त्यतिखेर $5-7 नै फ्लक्चुएट भएको थियो। जबकि त्यतिखेर सेन्टमा फ्लक्चुएट हुन्थ्यो सिल्भर र त्यसले गर्दा तपाईँको चाहिँ त्यत्रो ठुलो फ्लक्चुएसन हुने बित्तिकै 1 लाख त एकछिनमै खाइदियो। उहाँको ट्रेड मिलेको थियो भने त्यसले लाखौँ पैसा पनि ल्याउन सक्थ्यो। उहाँले बाई गर्नु भएको, तपाईँको बिन लादेन मारियो, बिन लादेन मारिएपछि अब त्यसको तपाईँको चाहिँ इमोसनल रिएक्सन के भयो त भन्दा बिन लादेन भनेको त्यतिखेर संसारको एउटा आतङ्कवादको के थियो त तपाईँको चाहिँ जड थिए। बिन लादेन मारिनु भनेको आतङ्कवादको करिब समाप्ति र यसले चाहिँ विश्व अर्थतन्त्रमा स्थिरता ल्याउँछ भन्ने जुन इमोसनल एउटा रिएक्सन भयो त्यसले विशेष त प्रिसियस मेटलहरू जसलाई सेफ हेभन पनि भन्ने गरिन्छ त्यसलाई के गर्यो त सेलिङ प्रेसर लिएर आयो। र त्यो सेलिङ प्रेसरले गर्दा तपाईँको चाहिँ त्यस्तो त भोलाटिलिटी भनेको कस्तो भने तपाईँको चाहिँ एकातिर ट्रेन्डले पनि डिटरमाइन हुने कुरा भयो भने अर्कोतिर विशेष त लगानीकर्ताहरूको डर र लोभको कारणले गर्दा पनि जस्तो अस्तिको हाम्रो के अरे भोलाटिलिटी विदाउट भोल्युमको तपाईँको चाहिँ के अरे सर्किट ब्रेक भनेको लोभको कारणले थियो। अहिले मैले यहाँलाई दिँदै गरेको इक्जाम्पल भनेको डरको कारणले थियो। त यस्ता मानवीय जुन हामीले चाहिँ एक्सट्रिम बिहेभियर देखाउँछु यसको कारणले गर्दा पनि बजार के हुने गर्छ त भोलाटाइल हुने गर्छ। त यो 4वटा पक्ष डिमान्ड सप्लाई, फेयर एन्ड ग्रिड, एकुमुलेसन डिस्ट्रिब्युसन भोलाटिलिटीले नै आधारित के छ त भन्दा जति पनि तपाईँको चाहिँ ट्रेडिङ स्ट्राटेजीहरू छ तपाईँको चाहिँ त्यसै गरेर अब विशेष त भोलाटिलिटीले ट्रेडमा के रोल प्ले गर्छ, हामीले टार्गेट कति राख्ने, वा तपाईँको चाहिँ ट्रेड गर्ने कि कन्टिन्युसन ट्रेड गर्ने कि तपाईँको चाहिँ रेन्ज बाउन्ड ट्रेड गर्ने, जोखिम कुन स्तरमा लिने, विशेष त तपाईँ हाम्रो जोखिम व्यवस्थापन र मुनाफा व्यवस्थापनको निम्ति प्रत्यक्ष सम्बन्ध राख्ने र कहिले ट्रेड लिने र कहिले ट्रेड नलिने, कुन दिशामा ट्रेड लिने भन्ने कुराको चाहिँ एउटा अर्को आधार हुने गर्छ भोलाटिलिटी। त्यसरी बजार ड्राइभिङ बजारलाई चलायमान बनाउने 4वटा बजारका विशेष त क्यापिटल मार्केटका जुन के अरे फाउन्डेसनहरू छन् त्यसलाई के भनिन्छ त तपाईँको के हुन् त भन्दा हामीले अघि हेऱ्यौँ। सबभन्दा पहिला म एकचोटि यहाँलाई लिएर जान्छु। माग र आपूर्ति, मूल्य
बढ्दो क्रममा जाने कि घट्दो क्रममा जाने माग र आपूर्तिले तय गर्छ। माग वास्तविक पनि हुनसक्छ, कृत्रिम पनि हुनसक्छ र त्यसै गरी सप्लाई पनि वास्तविक पनि हुनसक्छ, कृत्रिम पनि हुनसक्छ। र मार्केटको मूल प्राइस संरचना नितान्त तपाईँको चाहिँ डिमान्ड र सप्लाईबाट मात्र बन्ने यान्त्रिक संरचनाहरू हुँदैनन्। यसमा मानव बिहेभियर होइन, मानव व्यवहारको पनि त्यति नै ठुलो के हुन्छ सम्बन्ध हुन्छ। विशेष त डर र लोभले गर्दा, डरले गर्दा आपूर्तिलाई अझै फ्युलिङ गर्ने र लोभले गर्दा मागलाई अझै फ्युलिङ गर्ने स्थिति बन्छ। यो कारणले गर्दा पनि मूल्यहरूमा के हो त भन्दा तपाईँको चाहिँ उतार चढाव, अर्थात् विशेष त जुन ट्रेन्ड कन्टिन्युसनको कुराहरू छ, विशेष त तपाईँको चाहिँ एक्सट्रिम प्राइस मुभहरू छ त्यसमा, र अझ मार्केट भोलाटिलिटीमा डर र ग्रिडको पनि त्यति नै ठुलो रोल हुन्छ। र जहिले पनि बजारमा डर हाबी भएको बेला किन्ने र तपाईँको चाहिँ त्यसै गरेर लोभ हाबी भएको बेला बेच्ने भनेको एउटा पार्टी हुन्छ जसलाई स्मार्ट मनी भन्छ, जसको कारणले गर्दा बजारमा साइकलहरू निरन्तर चल्ने गर्छन्। र त्यसै गरेर मार्केट चाहिँ आफ्नो ट्रेन्डको दिशामा भोलाटिलिटी बढी उतार चढाव गर्ने, त्यसै गरेर भावनात्मक स्थितिमा बढी उतार चढाव गर्ने स्थिति बजारले देखाउने गर्छ। र बजारका कुनै पनि सिद्धान्त, चार्ट संरचना, विश्लेषण विधि, प्राविधिक सूचकहरू प्रत्यक्ष वा परोक्ष रूपमा यी चारवटै तत्त्वको के हो त अभिव्यक्तिहरू हुने गर्छ है। यो चारवटा तत्त्व भन्दा बाहिरको कुरा न त कुनै इन्डिकेटरले बताउँछ, न त कुनै ट्रेडिङ सिस्टमले बताउँछ, न त बजारमा अहिलेसम्म डेभलप भएको कुनै पनि सिद्धान्तले योभन्दा बियोन्ड चाहिँ बताउन सक्दैन। सबैको फाउन्डेसन हजुरले हेर्दै ल्याउनुहुन्छ भने त्यसलाई फर्स्ट प्रिन्सिपल अनुसार तोड्दै तोड्दै त्यसको चाहिँ सबभन्दा के भन्छ आधारभूत तत्त्वसम्म आइपुग्ने हो भने अन्तिममा फेला पर्ने भनेको के हो त पुँजी बजारको चाहिँ माग र आपूर्ति, डर र लोभ, सञ्चय र वितरण, त्यसरी उतार चढाव हुने गर्छ, जसले सम्पूर्ण बजारलाई चलायमान बनाउने के गर्छ प्रत्यक्ष परोक्ष भूमिका निर्वाह गर्ने गर्छ। र विशेष गरेर अघि पनि हामीले चर्चा गऱ्यौँ भोल्युम इन्डिकेटरहरूमा यिनीहरूले माग र आपूर्तिको सन्तुलन परिवर्तनको सङ्केत स्पष्ट दिन सक्छन्। त्यसै गरेर बजारमा एकुमुलेसन चलिरहेको छ कि डिस्ट्रिब्युसन चलिरहेको छ, बाइङ प्रेसर चलिरहेको छ कि सेलिङ प्रेसर चलिरहेको छ, यसको सही ऐना तपाईँले खोज्दै हुनुहुन्छ भने भोल्युम इन्डिकेटरहरूमा जस्ताको तस्तै हेर्न सकिन्छ। र त्यसै गरेर बजारले लिने प्रवृत्ति निरन्तरताको कुरा हुन् वा तपाईँको चाहिँ ब्रेकआउटको कुरा होस्, त्यसको गुणस्तर, त्यसमा सहभागिताको पुष्टि पनि कसले गर्छ त भन्दा तपाईँको चाहिँ भोल्युमले गर्ने गर्छ। त्यही भएर भोल्युम इन्डिकेटरहरू चाहिँ फर्स्ट प्रिन्सिपलभित्र ट्याब हुने इन्डिकेटरहरू पर्दछन्। र अर्को तपाईँको चाहिँ इन्डिकेटर बोलिन्जर ब्यान्ड। बोलिङ्गर ब्यान्ड पनि तपाईँको चाहिँ यसले मूल्यको उतार चढाव, मूल्यको फैलावट, सङ्कुचन विस्तारको अवस्था देखाउँछ। त्यसै गरेर मूल्यमा देखिने चरम अवस्था, चालको विस्तारको अवस्था वा तपाईँको सङ्कुचनको अवस्था वा बजारमा देखिने असन्तुलनहरू कहिले तपाईँको चाहिँ स्कुज भएर, कहिले फैलावटतिर गएर, कहिले तपाईँको चाहिँ अपवार्ड स्लोपहरू बनाएर, कहिले डाउनवार्ड स्लोपहरू बनाएर, कहिले होराइजन्टल स्लोपहरू बनाएर के हो त तपाईँको चाहिँ स्पष्ट रूपमा जस्ताको तस्तै देखाउने गर्छ। र त्यसै गरेर तपाईँको चाहिँ यो बजारको जुन बदल्दो स्वरूप हुन्छ होइन, चेन्जिङ क्यारेक्टर हुन्छ, तपाईँ कहिले साइडवेज चल्छ, कहिले अप ट्रेन्डमा चल्छ, कहिले फेरि साइडवेज बस्छ, कहिले डाउन ट्रेन्डमा आउँछ, कहिले कहिले चाहिँ पज हुन्छ, कहिले ट्रेन्डिङ हुन्छ। सम्पूर्ण कुराहरूलाई यदि सबैभन्दा राम्रो तरिकाले कसैले विश्लेषण गर्छ र जस्ताको तस्तै देखाउँछ, यो शाश्वत तत्त्व भन्छ नि है त, हजुरले त्यो खोज्ने हो भने बोलिङ्गर ब्यान्डले त्यो सम्पूर्ण कुराहरू देखाउँछ। त्यही भएर बोलिङ्गर ब्यान्ड तपाईँको के हो त भन्दा असाध्यै धेरै प्रयोग हुने इन्डिकेटर मध्येको एउटा इन्डिकेटर हो, किनभने यो आफैमा मार्केटको चाहिँ फर्स्ट प्रिन्सिपलभित्र पर्ने गर्दछ। इभन तपाईँ हाम्रो सामान्य कुराहरूमा तपाईँ हाम्रो चाहिँ बजारको ट्रेडको लक्ष्य, तपाईँ हामीले चाहिँ बजारका सङ्केतहरूलाई रिड गर्ने स्टाइलमा पनि फर्स्ट प्रिन्सिपल कन्सेप्ट लागू गर्न सकिन्छ। त्यसको एउटा सानो इक्जाम्पल म यहाँलाई सेयर गर्छु र यो सेसन हामी करिब करिब अन्त्यतिर आउँछौँ। यहाँनिर ध्यान दिनु होला हजुरहरूले। अब फोकस हेरौँ हामी। विशेष त तपाईँ हाम्रो जुन परम्परागत सोच हुन्छ है त, एउटा कन्भेन्सनल थट वा तपाईँको चाहिँ ट्रेडिसनल थट के हुन्छ भने जो आम लगानीकर्ताले लिन्छौँ है त, जो हामी रिटेल ट्रेडर हुन्छौँ, आम लगानीकर्ता हुन्छ, हामी के हो त भन्दा समाचार के आयो, बजारमा टिप्सहरू के छ है त, एक्सपर्टहरूले के भन्छन्, हामी चाहिँ जहिले पनि फोकास्टिङमा फोकस गरेर आउँछौँ। र नेपालमा त अझ धेरै टेक्निकल एनालिसिसको यति धेरै तपाईँको चाहिँ जुन वितृष्णा छ त्यसको एउटै जड देखिन्छ तपाईँको फोकास्टिङ। जबकि रियल टेक्निकल एनालिसिस स्कुलले फोकास्टिङलाई तपाईँको चाहिँ त्यति ठुलो महत्त्व दिँदैन र केही साइकलहरू हेर्ने कुरामा पनि सेकेन्डरी मात्र के गर्छ त तपाईँको चाहिँ इम्पोर्टेन्स दिने गर्छ, प्राइमेरी होइन सेकेन्डरी मात्र इन्फर्मेसन दिने गर्छ। तर हाम्रो नेपालमा सबभन्दा धेरै हाबी फोकास्टिङ भएर पनि सायद प्राविधिक विश्लेषणप्रति हिजोको दिनमा आजको दिनमा त धेरै परिवर्तन छ।
हिजोको दिनहरूमा यसलाई हेरेर नजरिया के थियो भन्दा असाध्यै नराम्रो थियो है त। र यसको पछाडिको एउटा कारण के पनि हो त भन्दा हामी अधिकांश लगानीकर्ताहरू समाचारको भर पर्नु, टिप्सको भर पर्नु, त्यस्तैको होइन तपाईँको स्वघोषित विज्ञहरूको के हो त भन्दा पूर्वानुमानतिरको पछि लाग्नु स्थिति हुन्छ। जबकि फर्स्ट प्रिन्सिपल राख्ने लगानीकर्ता वा तपाईँको चाहिँ ट्रेडरले विशुद्ध के हेर्छ त भन्दा मूल्य चाल र भोल्युमको बिहेभियर हेर्छ। र मूल्य चाल र भोल्युम चाललाई जस्ताको तस्तै पढ्न सकियो भने फन्डामेन्टल एनालिसिस पनि त्यही हो, टेक्निकल एनालिसिस पनि त्यही हो, क्वान्टिटेटिभ एनालिसिस पनि त्यही हो, समग्रमा बजार एनालिसिस यही दुईटा मात्र हो। त्यही भएर यही कुरालाई नै संक्षेपमा कन्क्लुड तपाईँको चाहिँ कसले गर्छ त भन्दा दक्ष बजार परिकल्पनाले, अर्थात् एफिसिएन्ट मार्केट हाइपोथेसिसको तपाईँको चाहिँ कन्क्लुजन के हो त, निष्कर्ष के हो त भन्दा बजारका विगतका मूल्य र भोल्युम डाटा हेरेर बजारलाई फोरकास्टिङ गर्न सकिँदैन र बजारलाई बिट गर्न सकिँदैन। त्यही भएर बजारमा प्राप्ति विश्लेषणको कुनै अर्थ छैन, एउटा भनाइ उसको। दोस्रो, पब्लिक रूपमा उपलब्ध रिपोर्टहरू हेरेर, सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कहरू हेरेर बजारलाई फोरकास्टिङ गरेर बजारलाई निरन्तर बिट गर्ने कुरा सम्भव छैन, अर्थात् फन्डामेन्टल एनालिसिसको औचित्य छैन। यति मात्र भन्दैन, यो थ्योरीले कहाँसम्म भन्छ भने इभन पब्लिक र प्राइभेट इन्फर्मेसनहरूको निरन्तर प्रयोग गरेर, अर्थात् इनसाइडर न्युजहरूको निरन्तर प्रयोग गरेर पर्सिस्टेन्टली बजार बिट गर्ने कुरा पनि पोसिबल छैन। त्यही भएर सारांशमा एउटा आम मूल्य आफैले इफिसियन्टली मूल्य के भन्छ इन्फर्मेसनहरूलाई प्रोसेस गरेर, चाहे त्यो टेक्निकल होस्, चाहे फन्डामेन्टल होस्, चाहे तपाईँको इभन प्राइभेट इन्फर्मेसनहरू होस्, यिनीहरूलाई इफिसियन्ट तरिकाले प्रोसेस गरेर त्यसलाई पहिला नै मूल्यमा प्रदर्शित गरिसक्ने भएकोले अब इन्डिभिजुअल व्यक्तिले, एउटा व्यक्तिगत व्यक्तिले तपाईँको त्यसलाई पूर्वानुमान गरेर बजारलाई बिट गर्ने कुरा, पर्सिस्टेन्टली बिट गर्ने कुरा नियर टु इम्पोसिबल छ। त्यही भएर एक्टिभ ट्रेडिङ भन्दा प्यासिभ ट्रेडिङ, इन्डेक्सको आधारमा बेन्चमार्कलाई तुलना गरेर गर्ने ट्रेडिङ बरु बढी के छ त सुरक्षित छ भनेर निष्कर्ष निकालेको छ कसले त भन्दा तपाईँको चाहिँ दक्ष बजार परिकल्पना, जसलाई हामी इफिसिएन्ट मार्केट हाइपोथेसिस भन्छौँ। र यसको रियालिटी हेर्ने हो भने पनि संसारमा तपाईँको चाहिँ चाहे हामी सिएफडी हेरौँ, चाहे तपाईँको चाहिँ फोरेक्स हेरौँ, कमोडिटीहरू हेरौँ, कुनै पनि मार्केटमा, चाहे हाम्रै छिमेकी राष्ट्रहरू भारतदेखि लिएर युरोप अमेरिकातिर हेरौँ, त जहाँसुकैको डाटा हेर्ने हो भने पनि कहाँले लाग्दो डाटा आउँछ, जहाँसुकै रिटेल ट्रेडरहरूले हाम्रो जस्तो ओनै मार्केटमा लङ सर्ट गर्न मिल्ने दुइटै मार्केटमा इन्ट्राडे भएको मार्केटहरूमा अझ धेरै ठुलो डर लाग्दो स्थिति छ। 2025 को 2025 को इन्डियाको डाटा हजुरले हेर्नुहुन्छ भने यहाँले सर्च गर्दा हुन्छ, इन्डियन रिटेल ट्रेडर लस इन 2025 भन्नुभयो भने पनि थुप्रो ब्लुमबर्गदेखि लिएर, रोइटर्सदेखि लिएर, टाइम्स अफ इन्डियादेखि लिएर सबैले यो न्युजलाई कभर गरेका छन्। यो जुलाई 8, 2025 को एउटा न्युज हजुरले हेर्नु होला, अहिले टाइम भएन, अर्को दिन चाहिँ यसलाई मजाले त्यही न्युजमाथि छलफल गरौँ। मैले जोड्न खोजेको इन्डियामा मात्रै 2025 मा फ्युचर र अप्सनमा मात्रै गुमाउने तपाईँको चाहिँ गुमाएको रकमको सङ्ख्या यहाँले हेर्नुहुन्छ भने 1.1 लाख करोड आइसी छ। 1.1 लाख करोड आइसी है त, त्यति ल हजुरले त्यति ठुलो के हो त तपाईँको चाहिँ रकम लस गरेको छ 2025 मा। त जुन विगत त्योभन्दा अघिल्लो आर्थिक वर्षमा चाहिँ 72,043 करोड, 72 या 74,000 करोड है त, मैले यो दुईटामा कन्फ्युज छु। त गत साल भन्दा तपाईँको झन्डै 41% यो चोटि लस गरेको स्थिति देखिन्छ। त्यसै गरेर कुनै पनि इन्टरनेसनल रिलायबल ब्रोकरहरूको साइडमा जानुहुन्छ भने त्यहाँ उनीहरूले स्पष्ट ल्याइदिएको हुन्छ, हामीसँग कारोबार गर्ने रिटेल ट्रेडरहरू 71%, 75%, 83%हरूले जसले हामीसँग अकाउन्ट मेन्टेन गरेका छन् उनीहरूले लस बिहोरिरहेका छन् भनेर कुनै पनि रेस्पोन्सिबल इन्टरनेसनल तपाईँको चाहिँ फोरेक्स ब्रोकर होस्, कमोडिटी ब्रोकर होस्, अर्थात् सम्पूर्ण मार्केट हेर्ने ब्रोकर होस्, उनीहरूको साइडमा डिस्क्लेमर भनेर क्लियरली राखिदिएको हुन्छ। त भन्न खोजेको हामी कमन रिटेल ट्रेडरको समस्या नै के हो त भन्दा हामी पूर्वानुमानहरू, समाचारहरू, टिप्सहरू र विशेषज्ञता भर पर्छौँ। तर फर्स्ट प्रिन्सिपल सोच भएका जसले बजारलाई बिट गरेका हुन्छन् उनीहरूले विशुद्ध के हेर्छन् भन्दा तपाईँको चाहिँ मूल्य चाल हेर्छन् र भोल्युमको चाल हेर्छन्। जसले जुनसुकै विश्लेषण होस् बजारलाई जस्ताको तस्तै बुझ्ने हो भने योभन्दा इभन म्यानिपुलेसनकै कारण किन नहोस्, कसैले जानाजानी कुनै कम्पनी उचाल्दैछ भने त्यो उचालेको सूचना पनि बकाइदा मूल्यमा देखिन्छ र भोल्युममा देखिन्छ। त्यसै गरेर एउटा तर्ककै कुरा गर्ने हो भने तपाईँको चाहिँ अब हाम्रो कमन तर्क के हुन्छ भने यसको त पी एकदमै सस्तो छ होइन, यो त एकदमै स्टक त के हो त भन्दा लोभलाग्दो छ भन्छौँ। तर बजारले फर्स्ट प्रिन्सिपल सोचले के भन्छ भने जबसम्म त्यहाँ बायरहरूको प्रेसर आउँदैन, जबसम्म बाइङ प्रेसर आउँदैन, पी सस्तो भएर मात्र हुँदैन, त्यो बढ्नलाई के हो त भन्दा बजारमा चाहिँ विक्रेता भन्दा क्रेताहरू बढी आउन पर्यो तपाईँको चाहिँ, अर्थात्
बायरहरूले ओभरकम गर्नु पर्यो सेलरहरूलाई। त्यसै गरेर तपाईँको चाहिँ अब टाइमिङ भन्छ। टाइमिङ चाहिँ तपाईँ हामी के हो त भन्दा इन्डिकेटरहरूको प्रतीक्षा गरे हुन्छ। बजारले क्लियरली आएर हाइलोको संरचना बनाएको छ। बजारले हामीलाई प्राइस प्याटर्नबाट, क्यान्डलस्टिक प्याटर्नबाट, पोइन्ट एन्ड फिगर चार्टिङबाट कुनै न कुनै प्राइमेरी इन्फर्मेसनबाट सङ्केत दिइसकेको छ। तर हाम्रो सोच के हुन्छ भन्दा हामी चाहिँ इन्डिकेटरको प्रतीक्षा गरेर बसेका हुन्छौँ। आरएसआईले कहिले कन्फर्म गर्छ या म्याग्डीले कहिले कन्फर्म गर्छ वा 200 डेज यामे एसएमएहरूले कहिले कन्फर्म गर्छ आदि इत्यादि। तर फर्स्ट प्रिन्सिपल सोच भएको लगानीकर्ताले के हो त तपाईँको चाहिँ मूल्य स्तरमा देखिने जुन स्ट्रक्चरल चेन्ज छ नि, स्ट्रक्चर सिफ्ट छ नि, त्यसलाई फोकस गर्छ। त यसरी संक्षेपमा हामी के बुझौँ त भन्दा जबसम्म हामीले बजारका यी आधारभूत काल चाहिँ तत्त्वहरू जो बजारको फर्स्ट प्रिन्सिपलभित्र पर्छन् तिनीहरूलाई बुझ्न सक्दैनौँ, बजारमा तपाईँ हामी के हो त भन्दा एउटा सस्टेनेबल वेमा अगाडि बढ्न सक्दैनौँ। त कुनै पनि बजारलाई गहिराइपूर्वक बुझ्न चाहने विश्लेषक हुनसक्छ, लगानीकर्ता हुनसक्छ, विद्यार्थी हुनसक्छ है। त हामी धेरै यसको स्टुडेन्टहरू हुन सक्छौँ। फर्स्ट प्रिन्सिपलको स्पष्ट बोध अनिवार्य छ। अनिवार्य हामी बजारमा के हो त तपाईँको चाहिँ बजारले बनाउने प्याटर्नहरूलाई बुझ्न सक्छौँ, बजारको स्ट्रक्चरलाई बुझ्न सक्छौँ, बजारमा आउने भोलाटिलिटी कन्डिसनलाई बुझ्न सक्छौँ, बजारमा देखिने एकुमुलेसन डिस्ट्रिब्युसनका सङ्केतहरू बुझ्न सक्छौँ। हेर्नुहोस् है त संक्षेपमा उन्नत बजार अध्ययनको लागि के हो त भन्दा फर्स्ट प्रिन्सिपलहरू भनेको मौलिक तत्त्वहरू हुन् र यी मौलिक तत्त्वहरूमा माग र आपूर्ति, डर र लोभ, सञ्चय र वितरण, उतार चढाव अर्थात् तपाईँको डिमान्ड एन्ड सप्लाई, फेयर एन्ड ग्रिड, एकुमुलेसन डिस्ट्रिब्युसन र भोलाटिलिटी, यी जुन चारवटा शाश्वत सिद्धान्तहरू छ बजारको चाहिँ यिनीहरू नै बजारलाई बनाउने के हो त मूल शक्ति हुन्। र पछिल्लो समयमा जे जति पनि तपाईँको चाहिँ सिद्धान्तहरूको प्रतिपादन भएको छ, जे जति पनि इन्डिकेटरहरू विकसित भएका छन्, जे जति पनि अवधारणाहरू विकसित भएका छन्, यी सबै कुनै न कुनै यी चारवटामा कहीँ न कहीँ गएर ठोकिन्छ। र त्यसो भएकोले तपाईँ हामीले के हो त भन्दा बजारको यो जुन फर्स्ट प्रिन्सिपल छ, मौलिक काल चाहिँ तपाईँको चाहिँ अवधारणा छ, यसलाई बुझ्न चाहिँ जरुरी छ। कलश स्टक मार्केट ब्रोकर नम्बर 74 द्वारा आयोजित शेयर तालिममा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। हाम्रा विशेषताहरू: टिएमएस डिम्याट खाता अनलाइन मार्फत सजिलै खोल्न सकिने, बिक्री गरेको शेयरको भुक्तानी समयमै पाइने, पोर्टफोलियो म्यानेजमेन्ट सहितको सफ्टवेयर निशुल्क उपलब्ध गराइने, लिमिट कोल्याट्रल अटो थपिने सुविधा उपलब्ध गराइने, समय समयमा शेयर सचेतना सम्बन्धी तालिम प्रदान गरिने, खरिद गरेको शेयरहरू कलशकै डिम्याट भएमा खातामा पठाइने। तपाईको हातको मोबाइलमा पनि कलश स्टक मार्केट उपलब्ध छ। हामी मोबाइल एप सहित तपाईसँग जोडिएका छौँ। यस सफ्टवेयरबाट तपाईले ब्रोकरसँगको हिसाब घरमै बसी थाहा पाउन सक्नुहुनेछ। ब्रोकरमा रहेको पोर्टफोलियो अटो अपडेट हुनेछ। लाइभ टेक्निकल चार्ट हेर्न र सेभ गर्न सक्नुहुनेछ। ब्रोकर ह्यान्डलिङ, अकुमुलेसन एन्ड डिस्ट्रिब्युसन हेर्न सकिनेछ। फन्डामेन्टल एनालाइसिसका लागि सम्पूर्ण डाटा उपलब्ध छ। कलश स्टकमै डिम्याट खाता किन खोल्ने? क्लोज आउटको 20% पेनाल्टीबाट बच्नका लागि, लिमिट कोल्याट्रलमा सहजता हासिल गर्नका लागि, शेयर रोक्का र फुकुवामा सहजता प्राप्त गर्नका लागि, कलशकै डिम्याट भएमा शेयर खातामा प्राप्त गर्नका लागि। कलश स्टक मार्केट ब्रोकर नम्बर 74। कलश स्टक मार्केट हेड अफिस बुद्धनगर काठमाडौँ, नियर बुटवल पावर कम्पनी BPC. Contact us. Branch office Milanchok Bhutuwal, opposite to Siddhartha Bank. Contact us. कलश स्टक मार्केट ब्रोकर नम्बर 74 को फेसबुक र टिकटकमा शेयर बजार सम्बन्धी सम्पूर्ण जानकारी लिनका लागि कलश स्टक मार्केट ब्रोकर नम्बर 74 को फेसबुक र टिकटकलाई फलो गर्नुहोस्।
शेयर बजार सम्बन्धी तपाईसँग कुनै प्रश्न, जिज्ञासा अथवा कलश स्टक मार्केट ब्रोकर नम्बर 74 सँग सम्बन्धित कुनै गुनासो भएमा तपाईले सिधै सम्पर्क गर्न सक्नुहुनेछ। तपाईको लगानी हाम्रो साथ। कलश स्टक मार्केट ब्रोकर नम्बर 74। र अलिकति यो हाम्रो यो के अरे डिस्प्ले फर्मेसन चेन्ज भएर लास्ट विकको चाहिँ र यसको यो स्ट्रक्चर नमिलेर है त गत हप्ता तपाईँको सम्पूर्ण सेक्टर माथि नै थियो, एक दुईवटा सेक्टर मात्र तल थियो होइन। र यो हप्ता हजुरले हेर्नुहुन्छ भने सबैभन्दा धेरै हाइड्रो पावर सेक्टर बढेको देखिन्छ। पहिला सर हामी समरीबाट जाउँ। ब्याङ्किङ इन्डेक्सले पनि तपाईँको चाहिँ 4% है त 2% प्लसको यो डार्क ग्रिन भनेको 2% भन्दा धेरै बढेको, सरी 4% भन्दा धेरै बढेको सेक्टरहरू है त, एकदमै डार्क ग्रिन चाहिँ यो हप्ता 4%ले भन्दा धेरै बढ्नेमा हाइड्रो पावर, ब्याङ्किङ र विकास ब्याङ्क सेक्टर देखिन्छ भने त्यसै गरी 2 देखि 4% को बिचमा बढ्नेमा म्यानुफ्याक्चरिङ सेक्टर, यता आएर हाम्रो चाहिँ इन्भेस्टमेन्ट सेक्टर, फाइनान्स सेक्टर लगायत सम्पूर्ण छ है त। र विशेष त सरी यो 2% तल बढ्नेमा चाहिँ इन्भेस्टमेन्ट सेक्टर अनि अन्य सेक्टर, माइक्रो फाइनान्स सेक्टर, लाइफ इन्सुरेन्स सेक्टरहरू रहेछ। र आउने हप्ताबाट अझैलाई हामी अझ परिष्कृत रूपमा यहाँलाई सेयर गर्नेछौँ। यो भाग चाहिँ कम्पेरिटिभ डाटा त्यो स्वरूपले गर्दा चेन्ज भएको छ। र त्यसै गरेर भोलाटिलिटी हमेसा पछिल्लो समयमा यहाँलाई हामीले चाहिँ बारम्बार बताउँदै आएका छौँ कि यो टर्नओभर कता गइरहेको छ, यो चिजले हजुरलाई सेक्टर रोटेसनको पनि टाइमली इन्फर्मेसन दिन सक्छ। र यो हप्ता पनि हेर्ने हो भने तपाईँको चाहिँ हाइड्रो सेक्टरको नै के भन्छ के अरे कन्ट्रोल देखियो बजारमा। र हाइड्रो सेक्टरमा अझै अलिकति के भन्छ तपाईँको चाहिँ भोलाटिलिटी, सरी के अरे यो मनीको है त मार्केटको जुन लिक्विडिटी हो। हजुर अशोक सर, हजुरलाई स्क्रिन देखिएन भन्दै हुनुहुन्छ कोही कोही पार्टिसिपेन्टहरूले। स्क्रिन आएको छैन सर, मेरोमा क्लियरै छ, अरू पार्टिसिपेन्टहरूले त्यो भन्नुभयो। अहिले आइरहेछ चार्टहरू देखियो, अहिले देखियो, त्यो चार्ट देखियो। ए ल ल मैले यही कुरा गर्दै थिएँ है त सर। ल ठिक छ है त, बल्ल देखियो। यो हप्ता पनि हाइड्रो सेक्टरकै के भन्छ तपाईँको चाहिँ लिक्विडिटीमा कन्ट्रोल देखियो है त। पछिल्लो समयदेखि निरन्तर हामीले लगभग आउटलुक सुरु गरेदेखि अधिकांश के अलमोस्ट है त हाइड्रो सेक्टरले लिड गर्छ। कारोबार थियो भने यो हप्ता जम्मा 413 करोड कारोबार छ। कारोबारमा गत हप्ता 7% यसको हुन सफल भइरहेको छ है त अहिलेसम्म। कमर्सियल ब्याङ्कको स्थिति हेर्ने हो भने कमर्सियल ब्याङ्कमा पनि हाइड्रो पछि चाहिँ दोस्रो ठुलो लिक्विडिटी चाहिँ कमर्सियल ब्याङ्कमा छ। विशेष त लिक्विडिटी पार्टमा चाहिँ यहाँहरू जो छोटो ट्रेडरहरूको लागि बढी अपर्च्युनिटी, छिटो बाई छिटो सेल कहाँ सम्भव हुन्छ, प्रोफिटेबल है त, फेरि प्रोफिटेबल ट्रेडहरू कहाँ सम्भव हुन्छ त भन्दा विशेष गरेर त्यहाँ तपाईँले फेज चाहिँ ध्यान दिनुपर्ने हुन्छ। कुनै स्टकहरू अलरेडी डिस्ट्रिब्युसन फेजमा छ भने त्यस्तोबाट चाहिँ बियर हुन सक्नु पर्यो। नर्मल्ली मार्कअप फेजमा चल्दै गरेका र एकुमुलेसनबाट माथि जाँदै गरेका स्किपहरू छन् भने अहिले यो हप्तासम्मको लिक्विडिटी हेर्ने हो भने सबभन्दा ठुलो हाइड्रो सेक्टरमा देखिन्छ र दोस्रोमा ब्याङ्किङ। अब बिस्तारै हाइड्रो घट्न थाल्यो र अर्को बढ्न थाल्यो भने हजुरले चाहिँ आइडिया लिन पर्यो कि लिक्विडिटी कता मुभ गर्दैछ। र लिक्विडिटी मुभमेन्टले विशेष त यहाँलाई चाहिँ सेक्टर रोटेसनको लागि एकदमै ठुलो मद्दत गर्ने गर्छ। त्यसै गरेर यो हप्ता पनि धेरै सेक्टरहरूमा पोजिटिभ डेभलपमेन्ट नै देखियो। यो विकली बेसिसको हेर्दा ओभरअल नेप्सेमा 200 हप्ताको है त विकली क्लोजिङ बेसिसमा जाने भने यो हप्ता 215वटा कम्पनी सकारात्मक रूपमा बन्द भयो भने 90वटा कम्पनी भने घटेर बन्द भएको देखिन्छ। 5वटा कम्पनी चाहिँ विकली बेसिसमा परिवर्तन नभएको स्थिति देखिन्छ। माइक्रो फाइनान्समा पोजिटिभ छ, धेरै कम्पनीहरू बढेको देखिन्छ। ब्याङ्किङमा अलमोस्ट के सबै बढेको छ है त। ब्याङ्किङमा चाहिँ टोटल 20वटामा 20वटै बढेर बन्द भएको छ यो हप्ता। हाइड्रो इन्डेक्समा पोजिटिभ छ, टोटल मध्ये 67 कम्पनीहरू बढेको छ यो हप्तामा, 30वटा घटेको छ भने एउटा चाहिँ तपाईँको न घटेको छ न बढेको स्थितिमा छ। लाइफ इन्सुरेन्स मध्येको पनि तपाईँको चाहिँ 11वटा कम्पनी यो हप्ता बढेर क्लोज भएको छन् भने 3वटा भने घटेर बन्द भएको स्थिति छ। होटल सेक्टर अलिकति नेगेटिभ पर्फर्मेन्स गरेर देखिन्छ यो हप्ता क्लोजिङ बेसिसको आधारमा हेर्दा।
होटल सेक्टरको तपाईँको चाहिँ 5 वटा कम्पनी घटेर बन्द भएको देखिन्छ भने 2टा पोजिटिभ क्लोज भएका छन् र एउटा चाहिँ परिवर्तन भएको देखिँदैन। ट्रेडिङमा जम्मा जम्मी 2टा कम्पनी छ, एउटा पोजिटिभ, यो प्राय न्युट्रलै देखिन्छ है त, एउटा पोजिटिभ, खासै मुभ पनि छैन यो सेक्टरको। हजुरले चार्ट हेर्नुहुन्छ भने रिसेन्टली चार्ट मैले हेरेको छैन, नभए यो चाहिँ लामो समयदेखि साइडवेज छ यो सेक्टरको चार्ट। फाइनेन्स सेक्टर पनि यो हप्ता टोटल पोजिटिभ देखेको छ। 14 वटा कम्पनी नै पोजिटिभ क्लोज भएका छन् भने एउटा मात्र परिवर्तन नभइकन बन्द भएको देखिन्छ। म्यानुफ्याक्चरिङ पनि न्युट्रल रह्यो यो हप्ता, 6 वटा पोजिटिभ क्लोज भयो भने 6 वटा नेगेटिभ क्लोज भयो, एउटा चाहिँ अनचेन्ज रहेको देखिन्छ। त्यसै गरेर इन्भेस्टमेन्ट सेक्टरमा 5 वटा कम्पनी पोजिटिभ क्लोज भएका छन् भने 3 वटा नेगेटिभ, र डेभलपमेन्ट सेक्टर भेरी पोजिटिभ छ। त्यसै गरेर नन लाइफ भेरी पोजिटिभ छ, र विशेष त यो हप्ता चाहिँ सबभन्दा राम्रो सेन्टिमेन्ट ब्याङ्किङमा, त्यसै गरेर फाइनेन्स इन्डेक्समा, त्यसै गरेर नन लाइफ सेक्टरमा देखिएको छ, र डेभलपमेन्ट ब्याङ्क सेक्टरमा विकली क्लोजिङको आधारमा है त, हप्ताभरिको क्लोजिङको आधारमा। र त्यसै गरेर अहिले सम्पूर्ण सेक्टरहरू करिब करिब अलमोस्ट नेप्से सँगसँगै मुभ गर्न थालेको स्थिति देखिन्छ। नेप्सेको जुन पछिल्लो मुभ छ, यो मुभमा हजुरले यहाँनिर हेर्न सक्नुहुन्छ, यो नेप्सेको सँगको कोरिलेसन भयो। ब्याङ्किङ सेक्टरको कोरिलेसन 0.96 छ, अलमोस्ट है त, अलमोस्ट जता अहिले नेप्से गएको छ ब्याङ्किङ त्यति गएको देखिन्छ। त्यसै गरेर म्यानुफ्याक्चरिङ सेक्टरको 0.86 छ, ब्याङ्किङभन्दा अलिकति कम है त, अलिकति कम मार्क्स सँगैको देखिन्छ, तर पनि हाइली पोजिटिभ हो यो भनेको। 0.1 को नजिकको फिगर भनेको तपाईँको चाहिँ हाइली पोजिटिभ कोरिलेसन फिगर पर्छ, तुलनात्मक रूपमा मात्रै भयो, उपलब्ध तुलनात्मक रूपमा मात्रै भयो। जस्तो म्युचुअल फन्ड र ब्याङ्किङको कुनै सरकारै छैन, त्यही भएर के हो त भन्दा तपाईँको चाहिँ जम्मा जम्मी कोरिलेसन 0.29 छ। र सबैभन्दा धेरै स्ट्रङली अहिले नेप्सेको मुभमा काँधमा काँध मिलाएको सेक्टर भनेको एउटा ब्याङ्किङ देखिन्छ। त्यसै गरेर तपाईँको चाहिँ 9+ को लिने हो भने नन लाइफ देखिन्छ। त्यसै गरेर तपाईँको चाहिँ डेभलपमेन्ट ब्याङ्क, लाइफ इन्सुरेन्स, अनि हाइड्रो पावर र माइक्रो फाइनेन्स। यो पनि ध्यान दिनु होला, अहिलेको नेप्सेको जुन एक्सेसिभ राइज छ, यो राइजमा पोजिटिभ कोरिलेसन नेप्से सर नै अगाडि गइरहेको सेक्टर भनेको माइक्रो फाइनेन्स देखिन्छ, त्यसै गरेर हाइड्रो पावर सेक्टर देखिन्छ, त्यसै गरेर तपाईँको चाहिँ लाइफ इन्सुरेन्स देखिन्छ, विकास ब्याङ्क सेक्टर देखिन्छ, र यता आएर नन लाइफ सेक्टर देखिन्छ। र यो सँगसँगै अन्य सेक्टर पनि हाइली पोजिटिभ कोरिलेटेड छ, र त्यसै गरेर ब्याङ्किङ र इन्भेस्टमेन्ट सेक्टर पनि, इन्भेस्टमेन्ट सेक्टर पनि 0.97 पोजिटिभ कोरिलेटेड रहेछ। र यी सेक्टरहरूले अहिलेको मुभमा नेप्से सँगसँगैको यात्रा अगाडि बढाइरहेको स्थिति देखिन्छ। सिजनल मुभ यदि हामी हेर्छौँ भने विकली बेसिसमा योचोटि अलिकति पहिला नै बजार बढ्न सुरु गरेको देखिन्छ। विशेष त हजुरले हेर्न सक्नुहुन्छ, प्रिभियस यो 2017 देखि यताको डाटामा आधारित छ है त, 2017 देखि यताको डाटाको आधारित यो चाल हो। नर्मल्ली मार्केटले 9 देखि 11 हप्ताको बिचमा टोटल है त, हाम्रो जनवरी 1 कोलाई 1 हप्ता मान्ने हो भने त्यो आधारमा सामान्यतया मार्चको 20 तिर यसले चाहिँ यो के अरे तपाईँको चाहिँ बटमहरू लाएर माथि बढ्ने प्रवृत्ति देखाउँथ्यो भने योचोटि भने 5औँ र 7औँ हप्ताको बिचबाट नै बढ्न थालेर माथि आइरहेको देखिन्छ। आफ्नो पुरानो ट्रेन्डलाई चाहिँ भन्दा अलिकति पहिला लेफ्ट ट्रान्सलेटेड छ है त अहिलेको चाल चाहिँ, यतिखेरको चाल। र गत ओभरअल तपाईँको चाहिँ पछिल्लो 8-10 वर्षको डाटा हेर्ने हो भने 11औँ हप्तामा हाम्रो चाहिँ 1.6% जति घट्ने प्रवृत्ति देखिन्थ्यो विकली बेसिसमा भने यो हप्ता चाहिँ तपाईँको 2%ले बढेको छ। र यसबाट हजुरले चाल गर्ने भनेको यो यहाँ सिल्भर लाइन भनेको चाहिँ औसत मुभ हो। पछिल्लो 2017 देखि यता चाहिँ औसतन विकलीहरूमा कसरी तलमाथि नेप्से वर्षभरि मुभ गर्छ भन्ने हो। र यो रातो देखिँदै गरेको भनेको हाम्रो अहिले रिसेन्ट करेन्ट इयरको चार्ट है त। करेन्ट इयर आफ्नो पुरानो सिजनल साइकल भन्दा अलिकति अगाडिबाट तपाईँको त बढ्न सुरु भएको छ है, यसलाई लेफ्ट ट्रान्सलेटेड भन्छ। त्यसै गरी यहाँहरूलाई विगतदेखि हामी भन्दै आएको एउटै कुरा हो कि नेप्से लामो समयदेखि विशेष गरेर 6 महिनादेखि यो एउटा साँगुरो रेन्जभित्र बसेको थियो। पहिला यो रेन्जबाट बाहिर निस्कन जरुरी छ। यो रेन्जलाई ब्रेकआउट गरिसके पश्चात यो अर्को रेन्ज छ, र यो 2टा रेन्जहरू ब्रेकआउट गरिसके पश्चात एउटा जुनसुकै साइडमा ब्रेक गरोस् है त, जुनसुकै साइडमा ब्रेक गरोस्, जता ब्रेक गर्छ त्यतातिर हामी के एउटा एक्सेसिभ मुभ देख्न सक्छौँ। यो विगतदेखि यहाँलाई भन्दै आएको कुरा हो हामीले चाहिँ। र यो हप्तासम्म आइपुग्दा जुन विगत 6-7 महिनादेखि अहिलेको यो महिना जोड्ने हो भने 7 हप्तादेखिको साँगुरो रेन्ज थियो, यो रेन्जलाई अपसाइड ब्रेकआउट गरेको छ।
र अप्पर रेन्ज पनि हामी एकदमै नजिक छौँ है त अब चाहिँ। अप्पर रेन्जदेखि पनि धेरै टाढा छैनौँ हामी। र सम्भवतः अब यसको कतातिर रेन्ज ब्रेकआउट गर्ला भन्ने कुराको क्लियर साइन कहाँबाट आएको थियो त भन्दा अक्टोबरमा ह्यामर क्यान्डल बनाएको थियो र पछिल्लो महिनाहरूमा क्रमशः हाइहरू बनाइरहेको थियो। अर्थात् म बढ्दो क्रममा यसले एउटै सङ्केत दिन्थ्यो कि मैले बुलिस बेस बिल्ड गरिराखेको छु। यसलाई टेक्निकल भाषामा बेस बिल्डिङ प्याटर्न भनिन्छ र यो लोहरू हायर लो हुँदै आउनु भनेको बुलिस बेस बिल्डिङ बनाइरहेको थियो नेप्सेले। बुलिस बेस बिल्डिङको टार्गेट अपसाइड हुन्छ र यस विपरीत लोअर आई बनाइरहेको छ कुनै एउटा कन्सोलिडेसन एरियामा वा तपाईँको चाहिँ साँगुरो रेन्जमा भने त्यसले चाहिँ बेरिस बेस बनाएको हुन्छ, त्यसको टार्गेट चाहिँ डाउन साइड हुने गर्छ। त्यसरी कमसेकम 6 महिना 2470देखि 2790को जुन रेन्ज छ यसलाई क्लियरली क्लोज गरेर विक्लो बेसिसमा बाहिर क्लोज हुन सफल भएको छ। आशा गरौँ अर्को हप्ताको हाम्रो एनालिसिसमा यो रेन्ज पनि ब्रेकआउट गरोस् है त। त्यो आशा मात्र गर्ने कुरा हो है अहिले चाहिँ। अब स्ट्रक्चर हेरौँ, सेकेन्डरी स्ट्रक्चरमा कुनै त्यस्तो परिवर्तन छ त भन्ने सवालमा र विकली बेसिसमा जतिखेर हामीले 2608 को लो बनाएको थियो नेप्सेले विकली बेसिसमा, त्यहाँ एउटा ह्यामर क्यान्डल फर्म गरेको थियो र यो प्याटर्नको लागि हामीले चाहिँ एउटा ओरेन्ज रेन्ज क्रिएट गरेका थियौँ। यदि मार्केट योभन्दा माथि क्लोजिङ बेसिसमा माथि आउँछ भने र यो लोभन्दा तल क्लोज हुँदैन भने यो प्याटर्न भ्यालिड हुन्छ र यो प्याटर्न इन्भ्यालिडेसन 2608 थियो र के अरे तपाईँको चाहिँ त्यही यो प्याटर्नलाई अलरेडी चुनाव अघि हप्तामा मार्केटले के हो त भन्दा तपाईँको चाहिँ कन्फर्म गरिसकेको स्थिति थियो विकली बेसिसमा र चुनावपछि एकैचोटि मार्केटले ग्याप क्रिएट गर्यो। त्यो हप्ताभरि तपाईँको चाहिँ यो के अरे डिमान्ड र सप्लाई बिचको जुन इम्ब्यालेन्स थियो त्यसलाई ब्यालेन्स गर्ने प्रयास गर्यो भने यो हप्ता त्यसैको इनसाइड बसेर इन्ट्रा विकमा केही डाउन साइड पनि टेस्ट गरिसकेर अहिले अप्पर रेन्जमा आएर क्लोज भएको छ। त क्लियरली पोजिटिभ छ चार्ट चाहिँ। र अझै अब तपाईँहरूलाई थप डाउट छ, अझै डाउट छ भने डाउटमा बसिरहनु भएको छ भने यहाँ चाहिँ इनसाइड बार फर्म गरेको छ है त। र इनसाइड बार तपाईँको चाहिँ जता पनि ब्रेकआउट हुन सक्ने प्याटर्न हो। अब हामीले चाहिँ स्ट्रक्चर हेर्ने हो, प्राइमेरी सेकेन्डरी र माइनर स्ट्रक्चर हेर्दा प्रोबेबिलिटी अपसाइडको छ र पनि हजुरले यसलाई रेफरेन्स पोइन्टको रूपमा युज गर्न सक्नुहुन्छ है। र यो बिचमा थुप्रो ग्याप सम्बन्धी पनि बजारमा थुप्रो के अरे चर्चा परिचर्चाहरू भए र विशेष त ग्यापको विषयमा हामीले बुझ्नुपर्ने कुरा के छ भने बजारले सबै खाले ग्यापहरू फिल गर्दैन र योचोटि एउटा मात्र यो ग्यापको लागि तपाईँको चाहिँ यसलाई पुष्टि गर्ने भोल्युम चाहिँ थिएन, किनभने सर्किट लेभलमा कारोबार भएर त्यो दिन भोल्युम नै आउन पाएन यो ग्याप हुँदा चाहिँ। त्यही भएर भोल्युमले तपाईँको चाहिँ कन्फर्म नगरे तापनि है त सेन्टिमेन्टबाट ड्राइभन ग्याप थियो र विशेष त यो प्रकारको ग्यापलाई चाहिँ रनअवे ग्याप भन्छ। रनअवे ग्याप होस् वा ब्रेकअवे ग्याप होस् यिनीहरू चाहिँ रेयरली फिल हुन्छ है त, एकदमै बिरलै मात्र फिल हुन्छन् यस्ता ग्यापहरू। 5 प्रकारको ग्यापहरूमा कमन ग्याप इमिडिएट तपाईँको चाहिँ मोस्ट अफ द टाइम फिल हुन्छ, जो चाहिँ प्राय कन्सोलिडेसन वा रेन्जभित्र बन्ने गर्छ। रेन्ज ब्रेकआउट गरेर बाहिर आउने ग्यापलाई चाहिँ ब्रेकआउट ग्याप भनिन्छ। त्यसै गरेर चलिरहेको ट्रेन्डमा अझै ग्याप सहित माथितिर बजार जान्छ वा डाउन ट्रेन्डको दौरानमा अझै तल झरेर बजार तल खस्छ भने त्यसलाई रनअवे ग्याप भन्छ। त रेन्ज ब्रेकआउट गर्दाको ग्याप होस् वा तपाईँको चाहिँ सरी एक्युमुलेसनको बटम वा तपाईँको चाहिँ के अरे यो डिस्ट्रिब्युसनको टपको नियर बाई आएर बजारले चाहिँ एउटा एक्जाक्सन ग्यापहरू बनाउने गर्छ जो इमिडिएटली फिल हुने गर्छ र कहिलेकाहीँ बजारले आइल्यान्ड ग्याप बनाउने गर्छ। ग्याप सहित हाई बनाउने केही दिन माथि बस्ने र फेरि ग्याप डाउन सहित तल खस्ने एउटा आइल्यान्ड जस्तो बनाउँछ र त्यो ग्याप पनि फिल हुँदैन। त हजुरले ध्यान दिनु होला, कमन ग्याप फिल हुन्छ, ब्रेकअवे र रनअवे ग्याप फिल हुँदैन, एक्जाक्सन ग्याप रिभर्सबाट उल्टा दिशाबाट आएर फिल हुन्छ भने आइल्यान्ड ग्याप पनि फिल हुँदैन। अर्थात् सामान्य भाषामा भन्नुपर्दा बजारका सबै खाले ग्यापहरू चाहिँ फिल हुने गर्दैनन्। त्यसै गरेर यसलाई अलिकति माइनर फर्ममा जाउँ र विगत लामो समयदेखि हामी जेन्जीको मुभ पश्चातदेखि नै यो मुभलाई यहाँहरू सबैले थाहा पाएकै विषय हो है त। त्यो जेन्जी पश्चातको रिएक्सन पछिदेखि नै बजार सम्हालिँदै माइनर चार्टमा चाहिँ क्लियरली बुलिस स्ट्रक्चरमा प्रवेश गरिसकेको थियो। जुन कुरा हामीलाई के थाहा थियो त भन्दा तपाईँको चाहिँ यो बिचमा थुप्रो र्युमरहरू आयो। अघि हामीले फर्स्ट प्रिन्सिपलमा पनि हेऱ्यौँ कि हामी कमन मान्छेहरूले तपाईँको चाहिँ भावनाहरू, न्युजहरू, तपाईँको चाहिँ होइन टिप्सहरू, फोकास्टिङहरू, हल्लातिर फोकस गर्छौँ, तर स्मार्ट मनीले जहिले पनि स्ट्रक्चरमा फोकस गर्छ। त क्लियरली जेन्जी मुभ पश्चातको लो पश्चात हेर्ने हो भने डेली चार्टमा क्लियर स्ट्रक्चर थियो, डेलीमा क्लियर स्ट्रक्चर थियो, मन्थलीमा क्लियर स्ट्रक्चर थियो, इभन विकलीमा क्लियर स्ट्रक्चर थियो। कहीँ कतै पनि कन्फ्युजन थिएन बजारमा चाहिँ। टेक्निकल्ली जस्ताको तस्तै रिड गर्नेहरूका निम्ति कुनै पनि दुविधा थिएन।
क्लियरली माइनरमा पनि यहाँले देख्न सक्नुहुन्छ विगतदेखि हामी यसलाई ट्र्याक गर्दै आइरहेका छौँ। हायर लोको सिरिजमा चलिरहेको थियो र अहिले यो चोटि पनि तपाईँको चाहिँ लो कन्फर्म गरि सरी है यहाँ उल्टा भएछ यो सरी अहिले हामी हाई पनि कन्फर्म गरिसकेको स्थिति हो भने अहिले हाम्रो हायर लो चाहिँ रनिङ छ है त, हायर लो रनिङ छ र यो रनिङ भएकोले तपाईँको चाहिँ अहिलेलाई यही इन्भ्यालिडेसन पोइन्ट भयो। अब कन्फर्म हुने बित्तिकै है ध्यान दिनु होला हजुरहरूको चाहिँ अब यो कन्फर्म हुनुको निम्ति तपाईँको चाहिँ कि त यहाँनिर एउटा भिजुअल स्विङ क्रिएट गर्नु पऱ्यो बजारले डेली बेसिसमा, नभए कमसेकम पनि तपाईँको के हो त भन्दा एउटा एक्सेसिभ मुभ बनायो भने यो कन्फर्म हुन्छ। अब करिब करिब सङ्ख्यात्मक हिसाबले हेर्ने हो भने 1 2 3 4 यही सहित 5को स्थितिमा पुगिसकेका हामी छौँ भने 1 2 वटा क्यान्डल सहित भिजुअल मुभ बनायो भने यो लो कन्फर्म हुन्छ है त। अहिले रनिङ छ, रनिङ भएकोले तपाईँको चाहिँ कन्फर्म हुँदासम्म यो सर्न सक्छ, यो ध्यान दिनु होला हजुरहरूले। अब जस्तो आउने ओपनिङ डेमा मार्केटले 1 2 वटा क्यान्डल अपसाइड बनाउँछ भने यो लो कन्फर्म हुन्छ र यो लो कन्फर्म भइसके पश्चात चाहिँ अब बजारको इन्भ्यालिडेसन पोइन्ट भनेको 2781 हुन्छ है त। प्रिभियस हाम्रो यहाँनिर थियो 2608 आसपास थियो भने अब यो लो कन्फर्म भइसके पश्चात, किनभने अब आउने हप्ताभरि हाम्रो ट्रेड हुने भएकोले यो कुरा मैले यहाँलाई चाहिँ रनिङ फेजमै जानकारी दिएको छु। अब सपोज यहीँदेखि तल खस्यो अर्को लो बनायो भने लो सिफ्ट हुन्छ, त्यो केसमा इन्भ्यालिडेसनले काम गर्दैन है त। तर अब बजार चाहिँ यो सपोज 1 2 वटा क्यान्डल मात्रै अपसाइड बनाउँछ भने यो लो कन्फर्म हुन्छ र यो लो कन्फर्म भइसके पश्चात भने इन्भ्यालिडेसन पोइन्ट चाहिँ हजुरहरूले 2781 त्यतिखेर कन्फर्म यसलाई यसरी चाहिँ एउटा रेफरेन्स चाहिँ बनाउँदा हुन्छ। यसको आधार हेर्ने हो भने दुईवटा आधार छ स्विङको लागि, कि त अब यो लो पुग्यो कि पुगेन है त। यो लो चाहिँ सङ्ख्यात्मक क्यान्डल हेर्ने हो भने अहिले लो पुगेको छैन, जम्मा जम्मी 3वटा क्यान्डलबाट मात्र बनेको लो छ। तर रोबर्ट रियालले स्पष्ट के लेखिदिनु भएको छ भने एउटा कुनै पनि प्राइस मुभको ट्रेन्डिङ प्राइस मुभ, प्राइस इनसाइड छैन, प्रिभियस स्विङहरूभित्र इन्ट्याक्ट छैन, ट्रेन्डिङ पेजमा स्विङहरू छ र एउटा स्विङ चाहिँ म्याथमेटिकल्ली 33% यदि अपोजिट मुभ गर्छ भने पनि त्यसलाई स्विङ मानिन्छ भनेर तपाईँको स्विङलाई चाहिँ त्यसरी व्याख्या गरिएको छ रोबर्ट रियाको डाउ थ्योरी भन्ने बुकमा। त्यसो भएकोले त्यही आधार लिने हो भने हाम्रो चाहिँ जुन यो लोदेखि तपाईँको चाहिँ यो हाईसम्मको यदि हामी म्याथमेटिकल यसको रिट्रेसमेन्ट हेर्छौँ भने अलमोस्ट 33%को यो काउन्टर मुभ बनाइसकेको स्थिति छ है त। क्यान्डलको सङ्ख्याले पुगेको छैन तर म्याथमेटिकल्ली अलरेडी के गरिसकेको छ तपाईँको चाहिँ 33%को मुभ बनाइसकेकोले यसलाई हामी रनिङ लो मान्न पाउँछौँ र अर्को यहाँनिर प्राइस एक्सन पनि डेभलप गरिसकेको स्थिति छ है त। विशेष त हजुरहरूले यो पछिल्लो यो लो बन्दै गर्दाको दायाँतिरको 2वटा क्यान्डल र बायाँतिरको 2वटा क्यान्डलहरू हेर्नु होला, यहाँ चाहिँ फ्र्याक्टल पनि फर्मेसन भइसकेको स्थिति छ। त यो जुन मिडल क्यान्डल छ, लो क्यान्डल छ, यो क्यान्डलको दायाँतिरको 2वटा को लो माथितिर छ र यसको बायाँतिरको दुईटै क्यान्डलहरूको लो माथितिर छ। यसरी 5वटा कन्टिन्यू क्यान्डलहरू मध्ये मिडल क्यान्डलको लो लोएस्ट बन्छ र राइट साइडको क्यान्डलहरू र लो साइडको क्यान्डलहरूको लोहरू माथि बस्छ भने यतिखेर चाहिँ एउटा फ्र्याक्टल डाउन साइड फ्र्याक्टल डेभलप हुन्छ र डाउन साइड फ्र्याक्टल पनि प्राइस सेक्सनको के हो त एउटा स्ट्रक्चर हुने गर्छ। र यसरी स्विङको लागि म्याथमेटिकल के अरे डिस्टेन्स पुरा गरिसकेको र प्राइस सेक्सनमा तपाईँको चाहिँ डाउन साइड प्याटर्न फर्म गरिसकेकोले यसलाई चाहिँ रनिङ लोको रूपमा स्पष्ट लेबलिङ गर्न चाहिँ मिल्छ है त। लेबलिङ गर्नमा कुनै टेक्निकल इस्यु चाहिँ देखिँदैन यहाँ चाहिँ। र कन्फर्मेसनको निम्ति यो लो कन्फर्मेसनको निम्ति पनि धेरै टाढा छैन। अब दोहोरी आउने 1 2वटा क्यान्डलले इन्ट्राडेमै अपसाइड मुभहरू बनाउँछ भने यो लो चाहिँ कन्फर्म लोको रूपमा हुन्छ र माथितिर हाई चाहिँ रनिङ हुन सुरु गर्छ। ध्यान दिनु होला, जब रनिङ माथितिर सिफ्ट हुन्छ भने यो लो चाहिँ हाम्रो कन्फर्म हुन्छ र त्यो केसमा 2781 के हुन्छ इन्भ्यालिडेसन पोइन्ट हुन्छ। र त्यसै गरेर अब टप डाउन अप्रोच सबभन्दा इम्पोर्टेन्ट अप्रोच हुने गर्छ। यहाँहरूलाई विगतदेखि हामी भन्दै आएका छौँ प्राइमेरी ट्रेन्ड अहिले पनि रेन्ज बाउन्ड छ है त। यसको स्ट्राटेजी भनेको जब मार्केट रेन्ज बाउन्डमा छ भने सपोर्ट एरियामा बाई लिने स्ट्राटेजी अपनाउनुपर्छ हामीले। सेकेन्डरीले रिसेन्टली ब्रेकआउट गरेको छ, अब प्रत्येक हायर लो हाम्रो लागि के हुन्छ बाइङ अपर्च्युनिटी हुने गर्छ र माइनरमा अलरेडी हामी बुलिस छौँ र एभ्री हायर लो चाहिँ हाम्रो लागि बाइङ अपर्च्युनिटी हुने गर्छ। त हायर लोमा आयो भन्दैमा जम्प हालिहाल्ने होइन, हायर लोमा आएर फर्कने क्यारेक्टर देखाउँछ, कहिले फ्र्याक्टलको रूपमा, कहिले क्यान्डलस्टिकको रूपमा, कहिले चार्ट प्याटर्नको रूपमा, कहिले पोइन्ट एन्ड फिगरको रूपमा है त। मार्केटले आफैले प्राइमेरी इन्फर्मेसन दिन पर्यो। प्राइमेरी इन्फर्मेसन भनेको मूल्यले दिने हो र मूल्यको इन्फर्मेसन क्यान्डलको फर्ममा आउन सक्छ, चार्ट प्याटर्नको फर्ममा आउन सक्छ, पोइन्ट एन्ड फिगरको फर्ममा आउन सक्छ, वा हजुरले कुनै एउटा फास्ट रिएक्टिभ इन्डिकेटरको पनि यहाँनिर प्रयोग गर्न सक्नुहुन्छ फिल्टरेसनको लागि। यसरी बुलिस स्ट्रक्चरमा रहेको कम्पनी जब हायर लोमा आएर फर्कने सङ्केत देखिन्छ भने त्यो सबभन्दा बेस्ट बाइङ सेटअप हुन्छ है त। माइनरमा हामी अलरेडी बुलिस छौँ, त्यही भएर हायर लोमा सेटअप फेला पर्छ, रिभर्सल प्याटर्न फेला पर्छ, त्यो बाई सिग्नल हो। सेकेन्डरीमा अलरेडी ब्रेकआउट गरिसकेका छौँ र हायर लोमा कुनै बाई सेटअप फेला पर्छ, त्यो बाई सिग्नल हो। र प्राइमेरीमा रेन्ज बाउन्डमा छौँ र रेन्ज बाउन्ड ट्रेडिङमा पनि सपोर्ट भनेको बाई नै हुने गर्छ
त हजुरहरूले यसरी आफ्नो चाहिँ तपाईँहरूको इन्भेस्टमेन्ट होराइजन अनुसार आफ्नो ट्रेन्डलाई चाहिँ अलाइन गर्न सक्नुहुन्छ र यतिखेर टप डाउन तिनवटै मुभबाट हेर्दा बजारको लार्जर मुभ त्यसै गरी तपाईँको चाहिँ मिडियम मुभ र माइनर मुभ तिनवटै मुभ हेर्ने हो भने बाई नै स्ट्राटेजी उपयुक्त देखिन्छ। र अब विशेष त पछिल्लो समयमा मार्केट मुभ हेर्ने हो भने गत हप्ताको यदि विकली बेसिसको मुभ पर्फर्मेन्स हेर्छौँ भने है त विकली पर्फर्मेन्स हेर्ने भने गत हप्ता सबभन्दा राम्रो पर्फर्मेन्स विकास ब्याङ्क सेक्टरले गरेको छ। यहाँले डाटा हेर्न सक्नुहुन्छ। डेभलपमेन्ट ब्याङ्क गत हप्ता विकली बेसिसमा 5.85% पोजिटिभ क्लोज भएको छ। दोस्रोमा ब्याङ्किङ सेक्टर छ है त विकली पर्फर्मेन्समा, तेस्रोमा हाइड्रो सेक्टर छ, चौथोमा म्यानुफ्याक्चरिङ छ, एवं रीतिले ट्रेडिङ, फाइनान्स, नन लाइफ, इन्भेस्टमेन्ट, लाइफ, माइक्रो फाइनान्स हुँदै र सबभन्दा यो गत हप्ता कमजोर है त। अब कमजोर भन्नाले यो कम्पेरिटिभली तपाईँको चाहिँ यो 13वटै रनिङ आवर्सहरू मध्ये स्लो आवर्स भनेको हाम्रो लागि चाहिँ अन्य सेक्टर म्युचुअल फन्ड त छुट्टी पाटो भयो, होटल सेक्टरहरू देखिएका थिए। र इभन मार्च महिनाभरिको यदि हामी डाटा लिन्छौँ, अहिले रनिङ मन्थमै छौँ तर पनि मन्थली बेसिसको मुभ हेर्ने भने अहिलेसम्म फेरि कमर्सियल ब्याङ्किङ चाहिँ सबभन्दा अगाडि दौडिरहेको स्थिति छ है त। यो चाहिँ अलमोस्ट यो महिनाको यसको मन्थली गेन हेर्नुहुन्छ भने अलमोस्ट 12%को नजिक पुगेको छ ब्याङ्किङ सेक्टरको। अब यो हप्ता आउने हप्ता बर्खरार राख्न सक्छ सक्दैन हेरौँ। दोस्रोमा डेभलपमेन्ट सेक्टर छ, तेस्रोमा हाइड्रो पावर छ र यो दुईटा विकलीमा एउटाले अर्कोलाई जितेको छ भने ओभरअल मुभमा एउटाले अर्कोलाई जितेको छ। त सारांशमा हेर्ने भने अहिले चाहिँ टप 3 को कुरा गर्छौँ भने विकली र मन्थली डाटाबाट हेर्दा विकास बैङ्क, ब्याङ्किङ सेक्टर, हाइड्रो पावर सेक्टर चाहिँ अगाडि देखेका छन्। यही अनुसार यहाँले चाहिँ आफ्नो सेक्टर वाइज स्ट्राटेजीहरू पनि डेभलप गर्न सक्नुहुन्छ। तर यसको मतलब ब्याङ्किङ अगाडि गयो भन्दैमा सबै कम्पनी ब्याङ्किङ अगाडि जान्छन् भन्ने हुँदैन र तपाईँको चाहिँ यहाँनिर अन्य सेक्टर तल छ भन्दैमा अर्थात् होटल तलै छ भन्दैमा सबै फेरि तल रहन्छन् भन्ने हुँदैन है त। यो चाहिँ समष्टिगत भयो, सेक्टर वाइज भयो। हजुरले हेर्दा चाहिँ ट्रेड इन्डिभिजुअल कम्पनीमा लिने भएकोले इन्डिभिजुअल कम्पनीको पर्फर्मेन्स हेर्न चाहिँ अर्थात् त्यसको रिलेटिभ स्ट्रेन्थ हेर्न चाहिँ पर्ने हुन्छ। र समग्रमा नेप्सेको ओभरअल मुभ चाहिँ क्लियर छ, प्राइमेरी क्लियर छ। प्राइमेरी अब अर्को रेन्जको नियर बाई छ, सेकेन्डरी अलरेडी स्ट्रक्चरमा आइसकेको छ भने माइनर त निकै पहिलादेखि स्ट्रक्चरमा थियो। त यो हप्ता पनि क्लियर बायस बुलिस छ। त बुलिस भन्दैमा खालि किनेर बस्ने मात्र हुँदैन, तपाईँहरू हाम्रो इन्भेस्टमेन्ट होराइजन हुन्छ। हजुरहरू छोटो अवधिको ट्रेडर हुनुहुन्छ भने यहाँले डेलीको चार्ट मुभ अनुसार इन्ट्री एक्जिटहरू लिनुपर्ने हुन्छ। तपाईँहरू मिड टर्म हुनुहुन्छ भने विकली चार्टलाई फोकस गर्नुपर्ने हुन्छ र लङ टर्म हुनुहुन्छ भने एटलिस्ट मन्थली चार्टहरूलाई फोकस गर्नुपर्ने हुन्छ। वा यहाँहरू अल्ट्रा फास्ट ट्रेडर हो भने आवरली चार्टलाई पनि यहाँले मध्यनजर गर्नुपर्ने हुनसक्छ। त एक्जिट स्ट्राटेजीहरू जहिले पनि तपाईँको चाहिँ रणनीति बेस यहाँले कुनै न कुनै इनिसियल ट्रेड लिँदा स्टप लस, ट्रेड चल्दै गर्दा ट्रेलिङ स्टप र टार्गेट कसरी सेट गर्ने होइन, एक्जिट कसरी सेट गर्ने भन्ने कुरा डाइनामिक वा फिक्स हुने गर्छ। तदनुसार चाहिँ एक्जिट स्ट्राटेजीहरू चाहिँ लिन सकिन्छ। यति कुरा व्यक्त गर्दै समग्रमा क्लियर स्ट्रक्चरमा बजार छ, दुविधाको कुनै पनि कुरा छैन होइन। हाम्रो भावना त जहिले पनि उल्टो दिशामा चल्छ। हामीले स्ट्रक्चर हेर्ने हो, बजार स्ट्रक्चर हेर्ने हो भने बिना कन्फ्युजन क्लियर दिशामा बजार चाहिँ अगाडि गएको देखिन्छ है त। र यति कुरा यहाँहरूसँग सेयर गर्दै यो छोटो आउटलुकबाट बिदा हुनु पूर्व हजुरहरूको कुनै जिज्ञासा छ भने हामी त्यसलाई पहिला लिने प्रयास गर्छौँ है। हस् सर, धन्यवाद सर। हाम्रो कमल सर। हजुर हजुर सर, म सुन्दैछु सर। ल क्वेरीहरू चाहिँ हजुरले पढेर सुनाइदिनु, सरले चाहिँ आन्सर दिए। सर्टकटमा सट्ट मिलाएर सरलाई यसो राख्दै जानु न। हुन्छ हस्। ए हस् सर, हुन्छ हुन्छ। आज आएको महत्त्वपूर्ण केही क्वेसनहरू चाहिँ मैले यहाँ टिपेर पनि राखेको छु। र ध्रुव सरले चाहिँ टिकटकबाट लिन सुरु प्रश्न चाहिँ ध्रुव सरले चाहिँ अहिले लास्ट टाइम बनिरहेको यो ग्याप चाहिँ कुन किसिमको ग्याप हो भनेर सोध्नु भएको छ। यसलाई यसो प्रश्न पारिदिनु होला सर। ए अघि पनि चर्चा गरेको थिएँ सर, म एकचोटि चार्टमा हजुर लिएर जान्छु यहाँहरूलाई। अहिले हाम्रो चार्ट आएको छ हजुर सर, आएको छ सर। र चार्टमा हजुरले यो कलसको माथि वेबसाइट छ colorstock.com.pnp मा गएर यहाँनिर फ्री अकाउन्ट बनाएर पनि हजुरले चाहिँ यसको चार्ट प्रयोग गर्न सक्नुहुन्छ। र यो किसिमको जुन चार्ट छ यो चार्ट चाहिँ हाम्रो यो चार्टलाई रनअवे चार्ट भन्छ है त सर। यसको विशेषता के हो भने अलरेडी डेलीमा हेर्नुहुन्छ भने मार्केट चाहिँ बुलिस ट्रेन्डमा अगाडि बढ्दैछ। हाई र लोवरको सिरिजमा जब बजार चाहिँ नयाँ हाई चाहिँ पुरानो हाईभन्दा माथि माथि बनाउने र नयाँ लो पुरानो लोभन्दा माथि माथि बनाउने स्ट्रक्चर बन्छ भने त्यसलाई चाहिँ बुलिस स्ट्रक्चर भन्छ। र बुलिस ट्रेन्डको दौरानमा तपाईँको चाहिँ ग्याप अप सहित बजार माथि जान्छ र यो भने त्यो किसिमको ग्यापलाई चाहिँ रन अवे ग्याप भन्छ है त। यो चाहिँ रन अवे ग्याप हो।
अर्थात् कन्टिन्युएसन ग्याप पनि भन्छ यसलाई सामान्य भाषामा, रनअवे ग्याप वा कन्टिन्युएसन ग्याप। र यो ग्याप पनि तपाईँको चाहिँ रेयरली फिल हुने ग्यापमा पर्छ है त। रेयरली भन्नाले बिरलै मात्र यस्तो खाले ग्यापहरू चाहिँ फिल हुने गर्छ। र कुनै बेला तपाईँको चाहिँ लामो कन्सोलिडेसन छ मार्केटमा, त्यो लामो कन्सोलिडेसन चाहिँ मार्केटले ग्यापसहित अपसाइड ब्रेकआउट गर्छ भने त्यो ग्यापलाई भने तपाईँको चाहिँ ब्रेकआउट ग्याप भन्ने गरिन्छ। त्यो ग्याप पनि तपाईँको चाहिँ बिरलै मात्र फिल हुने गर्छ। ल त्यस्तै अर्को प्रश्न पनि यहाँ हेमन्त बोरा सरले गर्नुभएको छ। यो हाम्रो सुरुदेखि नै हेरिरहनु भएको छ भने लगभग क्लासमा पनि यो समेटिसक्यो। स्टप लस र टार्गेट पोजिसन चाहिँ कसरी राख्ने सर्ट टर्मको लागि भनेर सोध्नु भएको छ सर। अब धेरैचोटि त्यो आएको त्यो प्रश्न हो। तपाईँ हामीले ट्रेडिङमा पनि सेयर गरेका थियौँ होइन सर। हजुरहरूले हजुर स्टप सर। लसको लागि 2-3वटा पोलिसी छ। एउटा प्राइस एक्सनबाट पनि तपाईँले चाहिँ लिन सक्नुहुन्छ। सिम्पल स्ट्राटेजी म 2टा स्ट्राटेजी यहाँलाई सेयर गर्छु आज चाहिँ। एउटा भनेको सबभन्दा कमनली लिने भनेको तपाईँको चाहिँ तपाईँ अलरेडी बुलिस ट्रेन्डमा हुनुहुन्छ, त्यो केसमा तपाईँको हायर लोको लो नै तपाईँको के हुन्छ, स्टप लस हुन्छ। ध्यान दिनु होला। जहाँनिर तपाईँको बाई सेटअप भन्यो, जुन स्विङमा तपाईँको बाई सेटअप बन्छ त्यो स्विङको लो नै हाम्रो के हुन्छ त, स्टप लस हुन्छ। र जब मार्केट अब हाम्रो एन्टिसिपेसन बेगर होइन, अपोजिट तपाईँको चाहिँ बजार बढ्छ भनेर किन्यौँ तर घट्न थाल्यो र घटेर तपाईँको चाहिँ त्यो स्विङभन्दा तल स्पष्ट रूपमा क्लोज हुन्छ भने त्यहाँ भोलि नै फर्कोस् पर्सि नै फर्कोस् तर स्पष्ट रूपमा हामी के हो त बजारदेखि बाहिर निस्कने जुन स्ट्राटेजी हुन्छ त्यो एउटा भयो, स्विङ बेसिसको स्ट्राटेजी भयो। त्यो स्विङको नै लो लिइन्छ। अर्थात् हजुरले अर्को भनेको भोलाटिलिटी, बजारको भोलाटिलिटी कति छ भन्ने आधारमा पनि स्टप लस प्रयोग गर्ने गरिन्छ। यसको लागि यहाँले चाहिँ एउटा इन्डिकेटरको प्रयोग गर्न सक्नुहुन्छ। त्यसमध्ये कमनली प्रयोग हुने इन्डिकेटर भनेको एटिआर हो, एभरेज ट्रु रेन्ज। र यसको लागि हजुरले चाहिँ जस्तो जुन दिन तपाईँको बाई सेट जहाँ जति तपाईँको बाई छ, बाई सेटअपको बेलाको यहाँले चाहिँ मानिलिउँ सपोज मैले नेप्सेमा आजको दिन ट्रेड लिनु छ अरे, सपोज है त, सपोज के छ मैले नेप्से आजको दिन बाई गर्नु छ, नेप्सेमा म एउटा सेयर गर्छु। यही अनुसार हजुरले चाहिँ आफ्नो स्टकमा के गर्नु होला, लागू गर्नु होला। त नेप्सेको यदि अहिले मेरो चाहिँ स्क्रिन प्राइस भनेको 2877 छ, मैले यही प्राइसलाई बाई प्राइस बनाएँ सपोज, यो मेरो इन्ट्री प्राइस भयो। अब मेरो इन्ट्री गर्दै गर्दाको दिनको नेप्सेको यहाँले चाहिँ एटिआर जुन मुभ छ यहाँले देखिरहनु भएको छ 45.57 छ। र यो केसमा हजुरले सिम्पल रुल के गर्ने त भन्दा तपाईँको चाहिँ इन्ट्री प्राइस माइनस है त स्टप लस कसरी आउँछ भने इन्ट्री प्राइस माइनस तपाईँको चाहिँ एटिआर इन्टु 1.5 गर्ने है त। यसो गर्नुभयो भने तपाईँको चाहिँ अब हाम्रो इन्ट्री प्राइस भनेको यहाँनिर चाहिँ कति भयो त भन्दा 2877 भयो। अब यसमा मैले कति घटाउनु पर्यो भन्दा यसको चाहिँ एटिआर भनेको 45 छ आजको लागि है त, मैले राउन्ड फिगरमा 45 लिएँ। अब यसलाई इन्टु 1.5 गर्ने, ठ्याक्कै फिगर कति आउँछ क्यालकुलेट गर्नु त सर। कमल सर हुनुहुन्छ स्क्रिनमा। 45 चाहिँ 22.5 हुन्छ होला होइन, 22 67 भयो, राउन्ड फिगरमा 68 हो। ए, 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 45 इन्टु 1.5 गर्नुभयो हुन्छ सिधै 67.5। 67.5 आउँछ। 68 भनौँ हजुर न। हजुर 68 भनेपछि अब यो प्राइस चाहिँ हामीले इन्ट्री प्राइसबाट घटाउँछौँ। इक्वल टु मेरो स्टप लस मैले कति लिने भयो त भन्दा तपाईँको चाहिँ यसलाई हामीले यो यता इन्ट्री प्राइसबाट 2877बाट माइनस तपाईँको चाहिँ 68 गऱ्यो भने मेरो लागि 28.9 कति हुने भयो त तपाईँको चाहिँ स्टप लस हुने। 28। अब यो केसमा मैले नेप्सेमै ट्रेड यदि लिन्थेँ र भोलाटिलिटी बेसको स्टप लस लिन्थेँ भने मेरो इन्ट्री प्राइसबाट मैले त्यो दिनको एटिआरको भ्यालु लिने, त्यो एटिआरको भ्यालुलाई 1.5 ले मल्टिप्लाई गर्ने है त, मल्टिप्लाई गर्ने। यो एउटा कमन मेथड हो। हजुरले यसलाई चाहिँ 1 मात्रै पनि गर्न सक्नुहुन्छ, अलिकति एक्स्ट्रा लिन्छ 2 पनि गर्न सक्नुहुन्छ है त। तर मोर कमन भनेको 1.5 लिने गरिन्छ। यो भनेको मल्टिप्लायर भयो 1.5 चाहिँ, यो चलन हो है त, कहाँबाट आयो भन्ने यहाँलाई कन्फ्युजन होला। यो 1.5 चलन हो, यसमा 2 पनि लिने गरिन्छ हाई भोलाटाइल मार्केटहरू छ भने। अब एकदमै स्लो मार्केट छ भने 1 पनि लिने गरिन्छ है त। तर अधिकांशले औसत अभ्यास के गरिन्छ त भन्दा 1.5 यो चाहिँ व्यवहारबाट आउने सूत्र भयो। 45 भनेको यसको चाहिँ एटिआरले दिएको फिगर भयो, राउन्ड फिगरमा हामीले लियौँ है त। अनि हामीले चाहिँ इन्ट्री प्राइसबाट जुन प्राइसमा तपाईँले स्टक लिनुहुन्छ त्यो दिनको एटिआरको भ्यालुलाई हजुरहरूले चाहिँ 1.5 ले मल्टिप्लाई गर्ने र इन्ट्री प्राइसबाट त्यो भ्यालु घटाइदिनु भयो भने जुन शेष आउँछ है त त्यो शेषलाई हामी के को रूपमा लिन्छौँ, स्टप लसको रूपमा लिन्छौँ। यो भोलाटिलिटी बेस के भयो, स्ट्राटेजी भयो।
त यदि मैले नेप्सेमा आज यही प्राइसमा इन्ट्री लिएँ र मेरो भोलाटिलिटी बेसको के अरे तपाईँको चाहिँ स्टप लस भनेको 2809 भयो है त, 2809 भयो। 2809 कसरी आयो त भन्दा 2877 मेरो इन्ट्री प्राइस भयो। त्यो दिनको एटिआरको भ्यालु 45 छ, त्यसलाई मैले 1.5 मल्टिप्लाई गरेँ र राउन्ड फिगरमा 68 आयो। यसरी 2877बाट 68 घटाउँदा कति भयो त हाम्रो 2809 भयो। अब अर्को, यदि मैले स्विङ बेसिसबाट स्टप लस लिएको थिएँ भने मेरो स्टप लस कहाँनिर हुन्थ्यो त भन्दा तपाईँको चाहिँ यसको यो स्विङको आधारमा सपोज मैले ट्रेड लिएँ भने मेरो लागि स्टप लस भनेको तपाईँको चाहिँ यसको ठ्याक्कै लो कति छ भन्ने सवालमा हेरौँ, 2781 हुन्थ्यो है त। यसरी हजुरले चाहिँ तपाईँको ट्रेडको सेटअपको लो वा भोलाटिलिटी बेस दुईटै उत्तिकै धेरै प्रयोग हुने मेथडहरू हो। यसरी हजुरले के गर्न सक्नुहुन्छ त स्टप लस सेट गर्न सक्नुहुन्छ। टार्गेटको निम्ति यदि तपाईँ क्लियरली ट्रेन्डिङ बजारमा हुनुहुन्छ है त, तपाईँको स्टक चाहिँ के छ ट्रेनिङ चलिरहेको छ भने मिनिमम पनि तपाईँले त्यस्तो केसहरूमा मिनिमम पनि तपाईँको 2.5 वा 3:1 रेसियोहरू लिनुहोस्। फिक्स रेसियो पनि यो फिक्स रेसियो लिने हो भने है त, विशेष त यस्तो स्टकमा तपाईँको चाहिँ माथिबाट टार्गेट लिन भन्दा पनि तलबाट प्रफिट लग गर्दै लगिन्छ। त्यो लामो मेथड छ है त, अहिले बुझाउन त्यति असम्भव होला, कुनै दिन हामी कभर गरौँला। यस्तो केसमा जब बजार ट्रेन्डिङ छ भने तपाईँले चाहिँ एटलिस्ट पनि 2:1, 2.5:1 अर्थात् 3:1 यहाँ भन्न खोजेको। अब तपाईँको यहाँनिर चाहिँ लस कति लिनुभयो त भन्दा 68 रुपियाँको लस लिनुभयो तपाईँले चाहिँ है त। यो तपाईँको रिक्स साइड 68 भयो भने अब यसको टार्गेट कति राख्ने त हजुरले भने 68 × 3, यदि 3:1 हो भने अब तपाईँले 68 × 3 आउने फिगरलाई इन्ट्री प्राइसमा जोड्ने। सपोज यसैको एउटा एक्जाम्पल भनौँ, अब 3:1 बेसिसमा जाने हो भने तपाईँको मिनिमम टार्गेट कति हुनु पर्यो त भन्दा 60 एकैछिन है। कमल सर तपाईँ क्यालकुलेटरमा हुनुहुन्छ? 68 × 3 प्लस के अरे 28 + 77 गर्नु सर कति आउँछ फिगर? 28 प्लस इन्ट्री प्राइस हाम्रो 2877 भयो होइन सर? हजुर। अनि हामीले चाहिँ 3 फ्याक्टर भयो र मल्टिप्लाई 1 कहाँबाट आउँछ त भन्दा रिक्स कति लिएका छ त हामीले 68 लिएका छौँ। 6 रिक्सको 3 गुणा मुनाफा लिने भनेको हो कि यहाँनिर चाहिँ। यसको सम कति आउँछ हेर्नु त सर? 3089 सर। हो भनेपछि 3089 हो हजुर सर। सर यो तपाईँको टार्गेट भयो त्यो सर। अब सपोज तपाईँले 2:1 टार्गेट लिने हो भने यहाँनिर 3 को ठाउँमा 2 राख्ने। अझै तपाईँको स्टक ट्रेन्डिङ छ भने तपाईँ 4-5 पनि राख्न सक्नुहुन्छ है त। मार्कअप फेजमा 4:1, 5:1 टार्गेटहरू भनेको कमन हुन्छ तपाईँको यदि मार्केट अलरेडी तपाईँको स्टक चाहिँ के छ ट्रेन्डिङ फेजमा छ। तर तपाईँको स्टक साइडवेज छ है त, न्यारो रेन्जमा चलिरहेको छ भने 3081 हुन्छ सर। 3081 3081 हो सर। हजुर ल ठिक छ, यो अब रफली लिएको त हो नि है त। यो तपाईँको टार्गेट भयो। अर्थात् हजुरले यस्तो टार्गेट नलिकन एउटा अर्को डाइनामिक वे म यहाँलाई सेयर गर्छु। तपाईँले सिम्पल केही पनि नगर्ने फास्ट एक्जिटै लिने हो भने पनि यहाँले चाहिँ एउटा इन्डिकेटर सामान्य इन्डिकेटर प्रयोग गर्न सक्नुहुन्छ। मुभिङ एभरेज लिनुहोस् हजुरले चाहिँ। मुभिङ एभरेजको यहाँले चाहिँ सिम्पल 8 पिरियड लिँदा हुन्छ, कसैले 5 कसैले 13 पनि लिन्छन् है त। र यसको चाहिँ हजुरले जम्मा जम्मी यो सोर्समा लो प्राइस राखिदिनुहोस्। यो चाहिँ एकदम फास्ट ट्रेडरहरूको निम्ति हो है त, फास्ट ट्रेडरहरूको निम्ति हो। अब जब तपाईँको यो लो एमए भन्दा तल क्लोज हुन्छ बजार त्यतिखेर तपाईँले चाहिँ के हो त भन्दा यसैलाई स्टप लस पनि मान्न सक्नुहुन्छ पहिलो। र जब मार्केट यसको लो भन्दा मुनि क्लियरली क्लोज हुन्छ भने त्यहाँदेखि बाहिर पनि निस्कन सक्नुहुन्छ। यसरी मल्टिपल उपायहरू छ है त बजारमा बाहिर निस्कने। अहिले हामी फिक्स बेसिसबाटै जाउँ। फिक्स बेसिसबाट ट्रेडिङ मार्केटमा एटलिस्ट पनि 2:1, 3:1 को टार्गेटहरू लिने। अब केही गरेर तपाईँ चाहिँ साइडवेज बजारमा ट्रेड गरिरहनु भएको छ, रेन्ज बााउन्ड ट्रेड छ भने हजुरले चाहिँ जति रिस्क लिनुहुन्छ 1:1 को मिनिमम टार्गेट राख्नुपर्ने हुन्छ। 68 रुपिस तपाईँले लस लिनुभएको छ भने इन्ट्री प्राइसदेखि 68 घटाउँदा स्टप लस भयो र इन्ट्री प्राइसमै 68 जोडेर तपाईँको टार्गेट प्राइस हुने भयो। यसरी टार्गेट कति राख्ने भन्ने कुरा र कसरी लिने भन्ने कुरा बजारको स्ट्रक्चरले डिटरमाइन गर्छ। ट्रेडिङ मार्केट छ भने तपाईँले ठुलो टार्गेट पनि राख्न सक्नुहुन्छ है त, विदाउट टार्गेट पनि तपाईँ जान सक्नुहुन्छ। ट्रेन्ड राइडिङ भन्छ त्यसलाई। जबसम्म बजारले लो रो बनाउँदैन कन्टिन्युसली तपाईँ लबाट लग गर्दै पनि जान सकिन्छ। हामीले कुनै दिन यसलाई छुट्टै चर्चाको विषय बनाउँला है त। र यसरी हजुरहरूले चाहिँ विशेष त टार्गेट सेट गर्दा एउटा साइडवेज मार्केटमा टाइट टार्गेटहरू राख्ने र ट्रेन्डिङ मार्केटमा वाइड टार्गेटहरू राख्न चाहिँ बुद्धिमानी हुन्छ है त। र त्यसरी स्टप लस पनि यहाँले स्विङ बेसिसको लोमा जान सक्नुभयो, भोलाटिलिटी बेसको लोबाट जान सक्नु, इभन यामी बेसको स्टप लस पनि लिन सक्नुहुन्छ।
थप केही छ सर जिज्ञासाहरू? हजुर सर, अहिले क्वेसनहरू चाहिँ आजको मेन क्वेसनहरू चाहिँ हाम्रो यति नै छ सर। ल हुन्छ, सम्पूर्ण सर म्याडमहरूलाई के भन्छ, विशेष गरेर यहाँहरू अब यो बिहेभियरल होइन तपाईँको चाहिँ के भन्छ प्याटर्नमा ट्रेड गर्न भन्दा पनि बजारलाई स्ट्रक्चरल प्याटर्नमा ट्रेड गर्नुभयो भने एकदम सरल छ, त्यस्तो केही पनि गाह्रो छैन। हामीले चाहिँ आफैले यसलाई गाह्रो बनाउने हो क्या बजारलाई चाहिँ। बजार जस्तो छ त्यस्तै हेऱ्यो भने केही पनि गाह्रो छँदै छैन, यति सजिलो छ भनेर साध्य छैन है त। तर त्यो डिसिप्लिनमा बस्ने र भावनामा कन्ट्रोल गर्न सक्नेहरूका लागि हो। अब जो हामी भावनामा जब आउँछौँ होइन, इमोसनल्ली तपाईँको चाहिँ फुल हुन्छौँ भने त हामीलाई चाहिँ हमेसा बजार कम्प्लेक्स फिल हुन्छ। आउने दिनहरूमा यिनीहरू यस्तै सेसनहरू, आउने हप्ता पनि हामी कुनै एउटा टपिक्सको एजुकेसनल पार्ट र मार्केट आउटलुक लिएर फेरि यहाँहरूमा प्रस्तुत हुने नै छौँ। यति कुरा सेयर गर्दै आउने हप्ता यहाँहरूको ट्रेडको लागि सुखद रहोस् भन्ने शुभेच्छासहित र यो प्रोग्रामको निम्ति विशेष त कलश स्टक ब्रोकर नम्बर 74लाई विशेष धन्यवाद दिँदै म पनि यहाँहरूमाझबाट बिदा हुन्छु। थ्याङ्क यू।